सो हेलो नमस्ते गाइज, हजुरहरूलाई टिएचएल म्युजिकको हाम्रो च्यानलमा स्वागत छ। आजको हाम्रो एपिसोड चाहिँ पहिलाको भन्दा अलिकति डिफ्रेन्ट हुनेवाला छ। हामीसँग आर्टिस्ट पनि हुनुहुन्छ, तर साथसाथै आज हामीले इभेन्ट अर्गनाइजर पनि लिएर आएको छौँ। इभेन्ट अर्गनाइजर चाहिँ किन भन्दाखेरि चाहिँ इभेन्ट पनि कसरी हुन्छ ल, यो इभेन्टले आर्टिस्टहरूलाई कसरी स्टेज दिइरहेछ, यो कुरा सबै कसरी प्रमोट भइरहेछ, एकअर्कासँग कसरी कनेक्टेड छ भन्ने कुरा हामीले चाहिँ एज एन आर्टिस्ट र इभेन्ट अर्गनाइजरलाई सँगै राखेर आज हामी कुरा गर्न जाँदैछौँ। सो लेट्स कन्टिन्यू द भिडियो। थ्याङ्क यू। सानो बेला चाहिँ त्यो फेयर एन्ड ह्यान्डसम लोसनमा आउँथ्यो नि, त्यो फेयर एन्ड लभली होला दाइ। फेयर एन्ड लभली आउँथ्यो पहिले, त्यो लिक्विडमा आउँथ्यो नि, त्यो एकचोटि लगाएको थिएँ। त्यो पुरै कस्तो भन्यो, त्यो सेतो हुने रहेछ त्यो। त्यो पछि त बन्द। चस्मा चाहिँ किन नलाएर खै थाहै भएन। तर चस्मै लाउनुहुन्न कहिले नि? टाउकोमा लाउँछु बरु। अनि यसरी चाहिँ कहिले आँखामा लाउनुहुन्न? लगाइ छैन अहिलेसम्म? छैन बा। तिमी चस्मा लाउँछ किन लाउँछ धेरै? मलाई त त्यो किन भन्ने हो, मलाई कम्फर्टेबल हुन्छ। रिजन चाहिँ के हो? कम्फर्टेबल सेन्समा हरेक सेन्स जस्तो नि त आँखाले चाहिँ धेरै कुरा बताउँछ अरे कि, अनि त्यो भएर मान्छेले चस्मा लाउँछ अरे, कहाँ के भन्ने कुरा थाहा हुँदैन, त्यो अनप्रेडिक्टेबल हुनको लागि। म त्यही भएर सेयर्स लाउँछु। किन भन्दाखेरि अब एक त आफ्नो आँखालाई पनि बानी परिसक्यो होइन। अब सेयर्स लाउने कम्फर्टेबल फिल हुन्छ एउटा, त्यो पनि भयो। अर्को चाहिँ अब कहिलेकाहीँ कोही मान्छेहरूलाई हेर्नु मन लाग्दैन कि होइन, चस्मा लगायो भने चाहिँ एक्सक्युज हुन्छ क्या, देखेको थिएन भन्न पायो नि त होइन। आई कन्ट्याक्ट गर्नु मन लाग्दैन कि कहिले। अलिक अनप्रेडिक्टेबल हुन्छ। जस्तै बडी गार्ड्सहरूलाई पनि कालो चस्मा दिन्छ नि त। सो त्यो कहाँ वाच गरिरहेछ थाहा नहोस् भनेर क्या, सुटर्सहरू आउँछ नि त्यो सेलिब्रिटीहरूलाई हान्नु, अनि त्यो थाहा हुँदैन त उनीहरूलाई। आँखा देख्यो भने त कहाँ हेरिरहेछ भने थाहा हुन्छ। अनि त्यो पनि रहेछ कि एउटा रिजन। प्रोटोकल, सेफ्टी प्रोटोकलमा पनि पर्दो रहेछ कि भिआइपीहरूको। तपाईँले चाहिँ किन लगाउनु त कालो त? मेरो चाहिँ एउटा के इन्सिडेन्ट छ भने ब्यान्ड च्याम्पियन देख्यो कि खास। ब्यान्ड च्याम्पियन देख्यो। ब्यान्ड च्याम्पियनमा एकचोटि हामी सुटिङ गर्दाखेरि मैले अर्को चस्मा, यो चस्मा लगाइरहेको थिएँ, अनि ठ्याक्कै मैले चेन्ज गर्दाखेरि त्यो लाइटले चाहिँ डाइरेक्ट आँखामा मेरो उसमा हाने कि। त्यो सुटिङमा त दिनभर टाउको दुखेर खत्तम। अनि यसले चाहिँ फेरि तपाईँले भने जस्तो प्रोटेक्सन पनि गर्छ नि त। अब त्यहाँ त लाइट्सहरू धेरै हुन्छ, अनि कम्फर्टेबल पनि लाग्छ क्या फेरि, स्टाइल पनि भयो होइन। ब्यान्ड च्याम्पियनमा झन् यत्रो ठुलो लाउँथेँ कि मैले। त्यो सबैले, मैले जस्तै अघि तपाईँलाई मैले भने नि, तपाईँले चस्मा लगाएपछि रेकगनाइज हुन्छ भन्दा सेम मेरो पनि त्यस्तै हो। एक्ज्याक्टली। अलिक क्यामेरा कन्सियस भयो भने होइन, क्यामेरा कन्सियस पनि हो, अनि आफूलाई हेर्दाखेरि अलिक कुल पनि लाग्छ नि त। सो तपाईँको थोरै ब्यान्ड च्याम्पियनको पनि कुरा गरौँ है त, त्यहाँबाट पनि सुरु गरौँ। यो ब्यान्ड च्याम्पियनको जर्नी कस्तो भयो त? के थियो? एकदम रमाइलो भयो। खासमा चाहिँ हामी फर्स्टमा त्यो जाने प्लान पनि थिएन कि। अनि हामी त फर्स्ट एकोस्टिक ब्यान्ड भयो। अनि ब्यान्ड च्याम्पियन भन्ने बित्तिकै मान्छेको कन्सेप्टमा के आउँछ, अब हेभीदेखि लिएर सबै चिज हुन्छ नि त त्यहाँ। अब हामी त एकोस्टिक गिटारहरू चलाउँछौँ। अनि हाम्रो एकजना साथीले चाहिँ जाउँ न एकचोटि ट्राई गरौँ, यसो टिभीमा एकचोटि आऊँ होइन। फर्स्ट सेलेक्ट हुन्छ भनेर पनि सोचेको थियौँ हामीले, जाउँ अनि यसो एकछिन भए पनि रमाइलो गरौँ होइन। सेलेक्ट भइहाल्यो भने एक झलक टिभीमा आउँला, त्यसपछि त हामी स्योर आउट हुन्छ भनेर गएको थियो। तर टप 8-7सम्म जान पायो, धेरै खुसी लाग्यो र एकदम रमाइलो भयो जर्नी चाहिँ। कस्तो भयो एक्सपिरियन्स ओभरअल? बबाले भयो नि, सोचेको थिएन नि, 7-7सम्म पुग्छ भनेर। सोचेको थिएन नि। कतिसम्म पुग्छ जस्तो लाग्थ्यो तपाईँहरूलाई? अघि भने जस्तै फर्स्ट राउन्डसम्म जाने हो। सेलेक्ट हुन्छ भनेर सोचेको थिएन कि हामीले। अब कहाँ एकोस्टिक ब्यान्ड होइन, अब गीतसम्म पनि सेलेक्ट भएको थियो नि, कुन गीत गाउने अब त्यहाँ गएर। अनि हामीले चाहिँ अब एउटा गीत नसालु तिम्रो आँखैले, ज्योति घिमिरे दाइको, ला त्यो गीत एउटा गाउने, अनि टिभीमा आउने, एक झलक टिभीमा आउने, सक्यो भनेर गएको थिएँ। तर सोचे भन्दा धेरै फरक भयो। सो तपाईँ अहिले इकाछेमा जुन एउटा कल्चरल फेस्ट हुँदैछ नि, हजुर, यसमा चाहिँ कनेक्टेड कसरी हुनुभयो त? कहाँबाट के भयो कनेक्ट? चाहिँ हाम्रो साथी समनराज बज्राचार्य साथी र मेरो चाहिँ 3 वर्ष अगाडिदेखि नै कुरा भइरहेको थियो कि होइन। हाम्रो टोलमा चाहिँ यस्तो एउटा प्रोग्राम गर्न लाग्छु, अब तिम्रो ब्यान्ड सबैले चाहिँ हेल्प गर्नुपर्छ है भन्नुभएको थियो। ए साथीहरू त्यही त हो नि होइन। अब एक हिसाबले हामी पनि फेरि आर्टिस्टै हो, अब आफ्नै टोलमा प्रोग्राम हुन लागेपछि त वाइ नट भनेर। अनि उसले चाहिँ कुन बेला हुन्छ ठेगान छैन, तर भयो भने चाहिँ होइन। अब किनभने प्रिपरेसन त गरिराख्नु टाइम लाग्छ नि भने जतिको अब फेरि त्यो
कल्चरल सो भयो यसरी होइन अब सबै चिज मिलाएर गर्नुपर्छ अनि उसले भन्यो मैले हुन्छ ल तिमीले कहिले गर्ने भन अलिकति अगाडि टाइम देऊ वी आर रेडी सो ब्यान्ड सबैजना मान्नु भयो एकदम सो निश्चललाईतिर आउँ थोरै दाइ यो कृत्य कला चाहिँ के हो दाइ हजुरको अब कृत्य कला चाहिँ अब आफू पनि पहिल्यैदेखि हल्का सानोतिनो कलाकार त्यसमाथि अब कला प्रेमी है अझ एक नम्बरमा त कला प्रेमी मान्छे पहिल्यैदेखि यो त कलाकारहरूको लागि चाहिँ एउटा प्लेटफर्म चाहिन्छ भनेको थियो कि मेरो दिमागमा चाहिँ एउटा चाहिँ अब कस्तो भन्दाखेरि नट लाइक कला भन्ने अहिले एक्सपेन्सिभ हुन थाल्यो क्या होइन अफोर्ड गर्न नसक्ने हुन थाल्यो कि मान्छेले सो एउटा यस्तो प्लेटफर्म बनाइदियो कि जहाँ चाहिँ नि इमर्जिङ कलाकारहरू जो अब कलामा एकदमै इच्छुक मान्छेहरूलाई चाहिँ एउटा प्लेटफर्म दिउँ भन्ने हिसाबले नै हामीले यो कन्सेप्ट बिल्ड गरेको हो अनि यसलाई चाहिँ लङ रनमा गएर चाहिँ एउटा व्यावसायिक रूपमै होइन एउटा कलाकारहरूलाई चाहिँ एउटा व्यावसायिक भनौँ कमर्सियल प्लेटफर्ममै दिउँ तर नट एक्सपेन्सिभ के त्यो पैसा तिर्नुपर्ने कला देखाउनलाई पनि त पैसा तिर्नुपर्छ नि त आजकल त होइन त्यस्तो चाहिँ नहोस् कलाकारहरूले आफूले एक्सप्रेस गर्न सक्ने एउटा प्लेटफर्म बनाइदिउँ भनेर चाहिँ स्टार्ट गरेको हो त्यही नै हो कृत्यकलाको मेन इनिसिएट चाहिँ त्यसरी नै भएको हो त्यसपछि दाइ यो इकाछेवाला कल्चरल फेस्टसँग कसरी दाइ कोल्याब हुनु जानुभयो हजुर यसो छ हामी चाहिँ अब नर्मली ठमेलमा पनि इभेन्ट्सहरू गर्छौँ होइन हाम्रो एउटा चाहिँ क्लब इभेन्ट्स पनि हुन्छ कि अनि त्यो गर्दा गर्दै अब अघि भने चाहिँ सम्मान नै हो अब यो सबैको मेन सेन्टर पोइन्ट भनेको चाहिँ समन राज बजाचार्य नै हो कि अनि समनसँग भेट भयो अनि अब दाजुभाइको कुरा एकदम मिल्यो कि एकदम कुरा मिल्यो अनि उसलाई पनि यो आर्ट सेक्टर अथवा कल्चरल सेक्टरमा चाहिँ केही गर्न रहेछ आफ्नै ठाउँमा के एकदम स्पेसली इखाछेमा चाहिँ केही गर्नुपर्छ भन्ने पहिल्यैदेखि रहेछ अनि एकचोटि उसको त्यो सत्ले भन्ने त्यहाँ क्याफे छ नेवारी क्याफे होइन अनि त्यहाँ गएर बस्दाखेरि चाहिँ नि मैले पनि त्यो सत्लेको त्यो ढुङ्गेधारा एरिया आल्को हिटी भन्छ त्यसलाई होइन त्यो ठाउँ देख्दाखेरि चाहिँ एकदमै मन पऱ्यो क्या मलाई आर्टिस्टिक अनि यो कल्चरल इभेन्ट गर्नको लागि एकदमै पर्फेक्ट ठाउँ जस्तो लाग्यो अनि हामी त कृत्यकला पहिल्यैदेखि कल्चर र आर्ट प्रमोट गरेर आएको सो हामीलाई चाहिँ त्यो भेन्यू एट्र्याक्टिभ लाग्यो क्या अनि गर्ने हो त भन्ने कुरा निस्क्यो अनि वाइ नट भनेर उसको पनि एउटा लामो पहिल्यैदेखिको ड्रिम रहेछ अनि ओके भिजन मिल्यो हामी दुईजनाको ओके भने तर त्यो केही समय होल्ड भएको थियो अनि त्यसपछि फेरि यो कुराहरू तपाईँको चेस कम्पिटिसन समथिङ होइन उहाँले उहाँ फेरि चेस प्लेयर पनि हो हाम्रो दाइ होइन अनि चेस कम्पिटिसन नेसनल चेस कम्पिटिसनको कुरा आएको थियो त्यसमा चाहिँ नि एउटा सानो आर्ट एक्जिबिसन टाइपको पनि गरौँ न त भन्दै चेस कम्पिटिसन भन्दा पनि यो चाहिँ अब कल्चरल एक्जिबिसन कल्चरल प्रोग्राममा चाहिँ गयो क्या बढी सो गर्दा हाइज्याक गरिदियो हाइज्याक त गरे होइन हाइज्याक भयो होइन त्यो गर्दा त्यही यस्तो भयो कि सबजनालाई ग्यादर गर्दा होइन एभ्रिबडी इज इन्भल्भ होइन टोलको सबैजना इन्भल्भ हुनुहुन्छ होइन अनि थ्याङ्क्स टु त्यो इखाछिएको सबैजनालाई होइन हाम्रो त्यहाँको टोलको मान्छेहरूलाई दे आर डुइङ एभ्रिथिङ फ्रम देयर साइड कि जसले जे गर्न सक्छ होइन आफ्नो साइडबाट कन्ट्रिब्युट गर्नुपर्छ अनि इट्स गोइङ टु बी ग्रान्ड के अब चाहिँ हामीले चाहिँ सानो सोचेको थियौँ तर अब सोचेभन्दा धेरै ठुलो हुन्छ कुन स्केलमा पुग्ने भयो दाइ अब यो चाहिँ अब राम्रो स्केलमा कति दिनको इभेन्ट छ दाइ यो डेटहरू नि के छ सर र भन्दै यो चाहिँ हाम्रो 3 डेजको इभेन्ट छ अनि यो चाहिँ हाम्रो इखाछे टोल समिति र कृत्यकलाको चाहिँ सहकार्यमा गर्न लागेको हो होइन यो चाहिँ तिम्रो यमरी पुणेमा स्टार्ट हुन्छ विच इज अन मङ्सिर 18th अनि त्यसपछि यो यमरीको पनि एउटा महत्त्व बुझाउने हिसाबले पनि यो त्यो दिनको सेलिब्रेसन त्यो हुन्छ फर्स्ट डेमा अनि सेकेन्ड डेमा चाहिँ नि हाम्रो त्यही इभेन्टको कन्टिन्युटी हो 19th र 20th भने चाहिँ हाम्रो क्लोजिङ चाहिँ 20th मा चाहिँ एन्ड हुन्छ मङ्सिरको ओपनिङ गर्ने प्लान कसरी छ दाइ क्लोजिङ कसरी गर्ने प्लान छ हजुरको अब ओपनिङमा चाहिँ अब मेन भनेको हाम्रो अब चिफ गेस्टहरू मेन अब हाम्रो अब भनौँ न समाजको मान्य व्यक्तिहरूलाई बोलाएर चाहिँ यसो होइन त्यो ग्रान्ड ओपनिङ नै गर्ने प्लान छ अनि त्यसमा चाहिँ अब त्यही हाम्रो त्यहाँको चाहिँ लोकल भाइ बहिनीहरूले नै कला प्रस्तुत गर्ने हो कि डान्सर्सहरू पनि हाम्रो लोकलै हुनुहुन्छ डान्स टिचर पनि हाम्रो लोकलै हुनुहुन्छ होइन हाम्रो ब्यान्ड पनि लोकलै छ होइन अनि त्यसपछि हाम्रो अरू के लोकल छ फुड छ नि त्यहाँको लोकल नेवारहरूको ट्रेडिसनल अर्को लोकल त्यो त हुने नै भयो नि त्यो त अब पार्ट अफ कल्चरै भयो नि त्यो त होइन त्यस्तै छ ओपनिङमा होइन राम्रो क्लोजिङ पनि त्यही नै हो त्यसलाई नै कन्टिन्युटी दिने हो मेन भनेको नै कल्चर देखाउने हो मान्छेलाई होइन नेवा कल्चर भने कस्तो हो यो त एकदमै रिच कल्चर हो नि त होइन अब यसलाई पनि अब ग्रान्ड वेमा प्रेजेन्ट गरौँ भन्ने हो क्या हाम्रो चाहिँ होइन अब यो चाहिँ मान्छे सबैले देख्नु पऱ्यो यो कुराहरू होइन
अनि त्यसपछि आफ्नो कल्चरको महत्त्व बुझ्नु पऱ्यो स्पेसली त्यहाँको युथहरूले नै आफ्नो हाम्रो कल्चर चाहिँ के हो हाम्रो रुट्स के हो होइन आफ्नो रुट्समा चाहिँ हामीले चाहिँ कसरी सेलिब्रेट गर्छौँ आफ्नो कल्चरलाई होइन अनि कल्चरप्रतिको माया पनि एउटा अट्याचमेन्ट पनि बढाउनु खोजेको हो कि अनि हाम्रो अर्को भिजन भनेको चाहिँ युनिटी थ्रु इभेन्ट क्या यो इभेन्ट गरेर चाहिँ मान्छेहरूलाई चाहिँ युनाइट पनि गर्ने एउटा जात्रा जस्तो एउटा सेलिब्रेसन तर एकदम सामूहिक सेलिब्रेसन सबैजना मिलेर यसलाई चाहिँ नि महोत्सव जस्तो बनाऊ उत्सव जस्तो बनाऊ भन्ने हाम्रो कन्सेप्ट हो कि सो यो चाहिँ नि पछि पनि भइरहोस् होइन यो एउटा इक्जाम्पल कन्टिन्युटी चाहिँ हुनुपर्छ सकेसम्म हामी एउटा राम्रो इक्जाम्पल सेट गरिदिउँ तर यो चाहिँ नि एभ्री इयर होस् होइन अनि यो कल्चरलाई चाहिँ नि मान्छेहरूले चाहिँ महत्त्व दिएर सेलिब्रेट गरिरहोस् भन्ने हाम्रो चाहिँ इन्टेन्सन चाहिँ त्यही नै हो सो अब थोरै हजुरमा पनि हौ हजुरले थोरै इकाछेको बारेमा थोरै भनिदिनुहुन्छ के छ कस्तो अब इकाछे मिनिङ चाहिँ इखा भनेको चाहिँ लेन्थलाई भन्छ लम्बाइलाई लेन्थलाई इखा भन्छ त्यो माइक अलि नजिक राख्नु त्यसैको नामबाट हाम्रो इकाछे भएको हो अब इकाछे ठाउँको नाम भन्दा पनि सुरुवातमा लागाको रूपमा नेवार भाषामा लागा भन्छ एउटा देश एउटा इलाका लागाको रूपमा नाम परिचित छ अहिलेको जुन हाम्रो सस्तो बजार त्यो ललितपुरको सस्तो बजारदेखि तल शङ्खुमूलसम्मलाई चाहिँ इकाछे भनिन्थ्यो पहिला अहिले पनि त्यो हाम्रो मट्या भन्ने हुन्छ नि त्यो नोकु जात्रामा त्यो पनि अहिले पनि इकाछेको पालो भनेर आउँछ कि त्यो समग्र इलाकाको पालो हुन्थ्यो कि अब त्यो इलाकाबाट अहिले कुण्ठित भएर सानो भएको छ तपाईँहरूले शङ्खुमूल भन्नुहुन्छ नि त्यो तल टाउन प्लानिङ त्यसलाई डठुल मनिडुवा कि विभिन्न नाम चाकुपात विभिन्न नाम छ तल बेलको पहिलोको साइनबोर्ड हेर्नुभयो भने इकाछे चाकुपात इकाछे मनिडो इकाछे डठुलो लेख्ने चलन थियो सलिछे भन्ने ठाउँमा हामीले पहिला देखेको त्यो इकाछे सलिछे लेखेको हामीले देखेका थियौँ कि त्यस्तो अवस्थाबाट अब सानो ठाउँमा त्यो भएर इकाछेको एउटा महत्त्व पनि सामरिक महत्त्व पनि हामीले अलिक झल्काउँ भन्ने कोसिस हो एउटा अर्को इकाछे अलिकति सांस्कृतिक रूपमा अर्को यो धार्मिक विभिन्न चिजमा चाहिँ अलिक सम्पन्न ठाउँ हो तर हामीले प्रस्तुत गर्न नसकेको भएर यो फेस्टिभलबाट पनि त्यो प्रस्तुत गरौँ भन्ने खोजेको छौँ हामीले जस्तै हामीसँग आल्कोहिटी त्यसको आफ्नै मौलिक इतिहास छ आनन्दबाल छन् गोपीचन्द्र नापीचन्द्र महाविहारहरू छन् सुवर्ण महाविहारहरू छन् एउटै ठाउँमै 4-5वटा बिहार यो त फेरि युनेस्कोमा पनि रेजिस्टर छ युनेस्को भन्दा पनि कसो त्यसको आफ्नै महत्त्व छ कि जस्तै एउटा बिहारमा सत्ययुगको चामल भन्ने छ त्यो सानो ठुलो चामल भन्ने अब इतिहासमा अब त्यो अहिले हुन्छ हुन थाहा छैन तर एउटा चामल जुन भाँडामा पकायो त्यत्रै पाकिन्छ भन्ने कुरा छ सिङ्गो एउटा चामलले त्यस्तो भएको चिज पनि हाम्रोमा छ बढेर जाने भाँडाहरूको साइज अनुसार अहिले त पकाएर कसैले हेरेको छैन होइन तर इतिहासमै त्यस्तो दाइले भन्नुभएको थियो नि त्यो टुक्रा पारेर पनि हाल्थ्यो टुक्रा भन्नाले जस्तै नेवारी भाषामा खाना पस्किनेलाई चाहिँ जाटायो भन्छ कि टायो भनेको काट्ने हो कि टायो भनेकै काट्ने हो त्यो काट्ने सिङ्गो भएको भएर त्यसलाई काट्ने भन्ने मिनिङ आएको त्यही भएर हामी जाटायो भन्छ खाना पस्किने जातनाब्यो भन्छ त्यो त्यहीबाट त्यो मिनिङ आएको जस्तो लाग्छ कि त्यो समयमा चाहिँ सिङ्गो पाक्ने भएर त्यसलाई काट्ने आएको भन्ने कुरा लाग्छ त्यो हजुर इकाछेमा 5वटा बिहार पनि छैन एकै ठाउँमा त्यो तिनीहरूको महत्त्वहरू चाहिँ के छ अहिले अनि कतिको देखिरहेछ कतिको देखिरहेको छैन दुईवटा चाहिँ इन्डियन गभर्मेन्टले रेनोभेट फेरि पुनर्निर्माण गरेको छ होइन त्यो पनि त्यसको झन् एउटा त कति 1200 वर्ष पुरानो भन्ने कुरा छ अब आल्कोहिटीको कुरा गर्ने भने त्यो नेपालसम्म 535 सालमा बनेको भन्ने कुरा छ अब त्यहाँ हामीले भन्दा पनि इन्डियाबाट आउने तिब्बतबाट आउने उहाँहरूले थाहा रहेछ त्यो त्यसको विशेषताहरू अझै पनि धेरै कुराहरू निस्किँदैछ अस्ति एउटा त्यो बिहार बनाउने बेला पनि त्यहाँ एउटा गुफा भेटिएको थियो अब त्यहाँ एउटा ठुलै धर्मगुरुले त्यहाँ ध्यान बसेर गएको के भन्ने कुरा पनि के निस्किरहेछ त्यो ठ्याक्कै एक्ज्याक्ट चाहिँ अब आउनु बाँकी छ हामी पनि अलि स्रोतहरू जुटाउँदैछौँ अर्को इकाछेमा चाहिँ तपाईँलाई जानकारी हाम्रो भाषामा बजकमी भन्छौँ त्यो जुन सिमेन्टिकको बुट्टाहरू बनाउँछ नि जस्तै हामीलाई थाहा भएअनुसार स्वयम्भूको जुन मेन गेट छ नि त्यो जलायो के भएको त्यो गेट हाम्रो पुर्खा हाम्रो बाजेहरूले बनाएको भन्ने कुरा छ अनि सिंहदरबारको जुन मेन गेटहरू त्यो हाम्रो बाजेहरूले बनाएको भने त्यो जुन बुट्टावालाहरू अब शान्तिवनको कुरा गर्ने त्यो म आफै पनि त्यसको आर्टिस्ट हुँ म आफैले पनि त्यो काम गरेको ठाउँ हो हाम्रो स्पेसलिटी काममा त्यो पनि पर्छ
हाम्रो टोल एकाछेमा। अनि हस्तकला त सबैतिर हुने भयो ललितपुरकोमा त। इकाछे सबैभन्दा अलिक पुरानो बस्ती पनि हो भन्ने। बस्ती पुरानो हुनाले ललितपुरको 13वटा ढोकामध्ये हाम्रोतिर पनि एउटा ढोका छ, आलको ढोका भन्ने। हामी सानो हुँदाखेरि त्यहाँ गजुवार लाउने ढोकै थियो कि, त्यो हामी घरमा हुने गजुवार लाउने, त्यो जुन अहिले मान्छेले ठुल्ठुलो बनाउनु थाल्यो। अहिलेको आवश्यकता अनुसार त्यो अब एम्बुलेन्स दमकल छिर्ने हिसाबले चाहियो भन्ने हिसाबले ठुलो बनाउनु थाल्यो। नभए पहिला त्यहाँ गजुवार लाउने हिसाबकै ढोका थियो। हामी सानो हुँदाखेरि पनि थियो त्यो ढोका। अहिले चाहिँ अलिक ठुलो बन्यो, त्यो टाइपको भएन। अहिले त अब गाडी छिर्ने टाइपको भयो। त्यो हामीले अध्ययन गर्दाखेरि त्यो लगभग उत्तर बेलको उत्तरी ढोका, उत्तरी सिमाना जस्तो ठ्याक्कै त्यही सिमानामा छुन्छ। के यलो के भन्नुहुन्थ्यो यलो ढोकाहरू? यलो भने हाम्रो पाटन भयो। यलोलाई पार्नु, यलो दिएको जुन छिर्ने ढोकाहरू मात्रै त्यो उत्तरी ढोकामा पर्न आउँछ। त्यो 13वटा ढोका छ। अहिलेसम्म पनि 13वटा ढोका बनाउन सकिएको छैन। तर आलको ढोका चाहिँ जमानादेखि नै अस्तित्वमा रहेकै ढोका कि। हामी सानो हुँदाखेरि नै त्यो गजुवार लाउने ढोका थियो कि, त्यो ढोका टाइपको बन्द गर्ने अनि गजुवार लाउने टाइपको ढोका थियो। त्यो हामी फिल्ममा हेर्छौँ नि, इन्ट्रान्स हुँदाखेरि ट्याक्स तिरेर आएपछि माथि ढोका खोलिने टाइपको, त्यस्तो टाइपको थियो कि त्यो ढोकाहरू। अहिले चाहिँ छैन। अहिले त्यो छैन। अहिले ठुलो अहिले त ओपनै छ नि। ओपन छ। कस्तो थियो दाइ त्यो ठुल्ठुलो त्यो पित्तलको ह्यान्डलै भएको होइन, काठको थियो माथि। अहिले हाम्रो नयाँमा चाहिँ अब त्यो माथि गजुर नागा भन्छ नि, नागामा चाहिँ अहिले तामाको हालेको छ। पहिलेको त ढुङ्गाको छ, यता ठुलो घर। अहिले पनि त्यो हामीले एक्जिबिसनमा राख्छौँ त्यो ढुङ्गा। त्यो दाइलाई एउटा सोध्नु मन लाग्यो कि मलाई, त्यस हाम्रो भित्र त्यो एउटा सानो धारो छ नि, त्यो निकालेर राखेको कि हिटीको, त्यो चाहिँ के हो दाइ? त्यो फेरिएको हो। त्यो पनि एकदम हिस्टोरिकल भन्ने सुनेको थिएँ मैले। अब हिस्टोरिकल त त्यो सबै हिस्टोरिकलै हो। तपाईँलाई म आलको धाराको इतिहास भन्छु त्यसो। कस्तो भने कि नागवालको एउटा नागरानी, उहाँको आँखाको रोग लाग्दाखेरि चाहिँ अब त्यहाँ हाम्रो टुङदेव बजाचार्य भन्ने हुनुहुन्छ गोबाजु, उहाँ चाहिँ तान्त्रिक वैद्य। उहाँले चाहिँ औषधि उपचार गरिदिए बापत उहाँलाई चाहिँ तिमीलाई के समस्या छ भन्दाखेरि तिमीहरूलाई हामीलाई चाहिँ यहाँ पानीको ठुलो हाहाकार, किनकि यो त्यो बेलमा इनार पनि छैन, अहिलेसम्म पनि कुनै इनार छैन त्यो बेलमा। अनि हामीले पानीको ठुलो समस्या, पानीको हाहाकार छ, केही गर्नु सक्नुहुन्छ गर्नु भन्दाखेरि मनी टाइपको ढुङ्गाहरू दिँदा यो यति 9 दिन कि कति दिनसम्म राख्नुहोस्, कसैले नराखेर राख्नुहोस्, अनि जहाँ राख्छ त्यहाँ पानी आउँछ भन्ने हिसाबले आशीर्वाद दिएर गएको। अब कसैले नराख्ने त्यो बेला बुढीहरूलाई पनि नदेखेकन लुकाइराखेको त्यो टुकुटीमा तालसाजामा राख्दाखेरि अब बुढीहरूलाई कोटोल त लाग्छ नि, यो बुढोले कहिले त्यस्तो नगर्नु किन गऱ्यो भनेर भएर बुढा नभएको मौका छोपेर हेरेछ, जहाँ अब यस्तो ढुङ्गाको लागि मसँग यस्तो गऱ्यो। मतलब त्यो बेला त हाम्रो समाजमा महिलालाई एकदम प्राथमिकता घर धाने नि हाम्रो नेवारमा महिलाहरूले हो कि। अनि यो बुढाले त मलाई त के खानेको भने यस्तो ढुङ्गालाई भनेर चाहिँ छालबाट फ्याँकेको अरे। अनि आएर हेर्दाखेरि छैन। अनि जहाँ त्यो ढुङ्गा पऱ्यो त्यहाँबाट पानी उल्मिरहेको भन्ने कुरा छ। त्यो चाहिँ नागको आशीर्वाद। पहिले त्यहाँ नाग सानो बेला आउनुभयो भने तपाईँलाई थाहा हुन्थ्यो, त्यहाँ नाग धेरै हुन्थ्यो। अहिले पनि त्यो नाग बस्ने घरहरू छ त्यहाँ। आउँथ्यो नि धारामा नागै आउँथ्यो। त्यो पानी खाने बेला, पानी थाप्ने बेला, नुहाउने बेला त्यहाँ बाटोमा हिँड्ने ठाउँमा नागै हुन्थ्यो, तर टोक्दैन थियो। हामीले त्यो नागको विशेषता हेर्दाखेरि पनि त्यो बिक नभएको नाग भन्ने हामीले बुझेका छौँ। त्यो टोक्दाखेरि पनि केही नभएको भन्ने कुरा छ। अहिले चाहिँ त्यो नाम मासियो। अब त्यो प्राकृतिक रूपमा अब हरेक चिजमा साउन्ड अब सबै चिज भएपछि उनीहरूले बस्न सकेन। अहिले चाहिँ छैन, तर त्यो घरहरू चाहिँ छ अझै पनि। सो यो फेस्टिभल हजुरले पहिला पनि यस्तो कहिले गर्नुभएको थियो कि के थियो कि? छैन। यो पहिलो नै हो हाम्रो। योभन्दा 2-3 वर्ष अगाडि बुद्ध जयन्ती चाहिँ अलि मासमा पालो हामीले गरेका थियौँ। तर यो फेस्टिभलको टाइपमा, कल्चर टाइपमा यो पहिलो नै हो। त्यही भएर हामी टोलवासी एकजुट भएर लाग्यो, किनकि यो गर्नै पर्छ, हुनै पर्छ भन्ने हाम्रो पनि कुरा छ। चिनिनु पनि पर्छ, यत्रो ऐतिहासिक सबै कुराहरूले भरिपूर्ण भएको ठाउँ। अब हाम्रो ललितपुरमा भएपछि मङ्गल बजार, अनि सुन्धारा, पाटन ढोका भनेर चिनिन्छ, अनि गोल्डन टेम्पल, महाबौद्ध त्यसरीमा चिनिन्छ। तर हाम्रोतिर चाहिँ अलिकति अन्नो टाइपको भएको भएर पनि हामीले अलिकति यसलाई चिनाउनु पर्छ भन्ने लाग्यो। के कुराले चाहिँ अलिक पछाडि भएको लाग्छ हजुरको यो अहिले? अब जेनेरेसन वाइजै अब हुने कुरा हो सबैतिर होइन। अब हामीभन्दा तल्लो जेनेरेसनले कतिको कल्चर अपनाउँछ, के गर्छन् भन्ने कुरा हो। हामीभन्दा बिचकोले कतिको त्यसलाई अँगाल्यो, कतिको इन्फ्लुएन्स गर्यो भन्ने कुरामा डिपेन्ड पर्ने हो।
त्यो समयअनुसारै यो भएको भन्ने कुरा भन्छ कसैलाई दोष दिनुभन्दा पनि यो समयले पासन गर्न सकेन भन्ने कुरा हो एकचोटि त हाम्रोतिर भजनै लगभग बन्द जस्तो भइसक्यो अहिलेको जेनेरेसन अघि छ क्या हाम्रो हामीले चाहिँ त्यो डबली पनि बनाइदिन्छ क्या इभेन्टमा ठाउँमा त्यहाँ चाहिँ नि हाम्रो त्यहाँको ओल्ड एज मान्छेहरू बुढा पुरै ट्रेडिसनल स्टाइलले भजन पनि हुन्छ क्या ए ओके त्यो भनेको चाहिँ लाइक त्यहाँ अलिकति त्यो हाम्रो हुन्छ नि एउटा कर्नर 2-3टा कर्नरमा चाहिँ हाम्रो त्यो भजनको मण्डली नै हुन्छ क्या त्यो बनाइदिएको छौँ हामीले होइन लाइक त्यही कन्सेप्ट छ क्या हाम्रो अनि त्यहाँ बसेर चाहिँ जुन हाम्रो एकाछीमा एक्चुअली जसरी भजन हुन्छ नि त्यो नर्मलै के कस्तो हुन्छ मान्छेलाई फिल गर्दाखेरि चाहिँ इभेन्ट गरे जस्तो नहोस् कि इखाछेकै लाइफस्टाइलमा मान्छे छिरेको जस्तो होस् क्या मान्छेलाई हाम्रो कन्सेप्ट चाहिँ त्यो हो कि खास भने चाहिँ त्यही भएर हामीले सेटअपदेखि लिएर हरेक कुरामा चाहिँ नि कम्प्रोमाइज गरिरहेको छैन क्या एकदम ट्रेडिसनल देखिनु पऱ्यो अथेन्टिक देखिनु पऱ्यो भन्ने प्लानिङ भइरहेछ अब हेरौँ कस्तो हुन्छ तपाईँले हाम्रो प्रोग्राम लिस्ट हेर्नुभयो भने पनि हेर्नुहुन्छ पुरै ट्रेडिसनल छ कि हामीले अरूले जस्तै हाम्रो अहिले एनएस ब्यान्ड भयो सबै ब्यान्डहरू सबै कल्चरमा नेवा नै छेड्छ कि फेरि सबै प्रोग्राम नेवा छ कि हामीले नेवाको अस्तित्व यो जेनजी जेनेरेसनमा कस्तो हुन्छ पनि देखाउन खोजेका छौँ पुरानो कस्तो पनि देखाउन खोजेका छौँ हामीले सो हजुरले म्युजिकल वाइज चाहिँ कसरी प्रमोट गरिराख्नु भएको छ लाइक कसरी चाहिँ यसरी म आफ्नो ब्यान्डलाई यसरी प्रस्तुत गर्छु भनेर कसरी सोचिराख्नु भएको छ अब यो जुन हाम्रो थेम छ नि थेम अनुसार नै हामीले चाहिँ नेवारी गीतहरू नेपाल भाषाको गीतहरूलाई पनि कभर होइन अब चलिया गीतहरू धेरै छ पुरानो गीतहरू पनि गाउने तर्खरमा छौँ किनभने नेवारी कल्चर नै रिप्रेजेन्ट गरिसकेपछि चाहिँ फर्स्ट प्रायोरिटी त्यही हुने भयो त्यो बाहेक चाहिँ अब आफ्नो हाम्रो ओरिजिनल गीतहरू पनि पर्फर्म गर्छौँ अनि 1-2वटा कभर गीतहरू पनि गर्छौँ जस माहौललाई चाहिँ नि अब सबैजनाले यति मेहनत गर्नु भएको छ त्यो माहौललाई त म्युजिकले पनि केही न केही त हेल्प गर्नै पर्छ होइन अनि प्लस अब भजनहरू त अब हाम्रो पुर्खाजहरूले गाइ नै राख्ने भयो उहाँले भने जस्तो त्यहाँ पार्टीहरू हुन्छ होइन त्यो पनि हुन्छ प्लस अनि हामीले चाहिँ अब सकेसम्म नेवारी गीतहरू पनि होइन गाएर चाहिँ त्यहाँ आउने जति पनि सबैजनालाई चाहिँ इन्टरटेन गराउने कोसिसमा छौँ अनि त्यसपछि सबैले याद होस् न यो इखाचे कल्चरल फेस्ट 1146 चाहिँ यस्तो भएको थियो है होइन अब 1-2 वर्षपछि पोहोर साल यस्तो भएको थियो भन्ने चाहिँ सबैको कामले पनि जनाउँछ होइन त्यसको लागि चाहिँ हामी जो प्रिपेयर चाहिँ गर्दैछौँ मलाई भन्न मन लाग्यो पनि यही हो जस्तै इभेन्टको रूपमा हामीलाई सहयोग गर्ने हाम्रो कृतिकला ब्यान्डको रूपमा एनएस होइन अहिले जेनिट छन् अनि अरू छन् यो सबैले जुन ढङ्गले मेहनत गरिरहनु भएको छ यो अर्को साल गऱ्यो भने यी सबैले हामीलाई गाली गर्नु भइसक्यो कि अब प्रेसर पनि भइसक्यो अब यो सफल हुन्छ हुँदैन यो सफल भइसक्यो भन्ने लाग्छ अर्को सालको लागि अब हाम्रो माइन्डमा अर्को वर्ष पनि यो गर्नै पर्छ भन्ने कुरा हामीले एउटा प्रोग्राम सक्सेस भएपछि त तपाईँको कन्टिन्युटी त हुनैपर्छ मेरो चाहिँ फर्स्ट कन्डिसनै त्यो थियो कि इभेन्ट गर्ने नेक्स्ट टाइम कृतिकला भएन भने पनि यो इभेन्ट चाहिँ यहाँ भएको हुनुपर्छ हामी आएर यहाँ चाहिँ इभेन्ट सेलिब्रेट गर्न आउन चाहिँ पाउनुपर्छ भनेर फर्स्ट कन्डिसन राखेको थिएँ कि मैले सो दाइ कतिको सजिलो रहेछ दाइ यो अब सिन्स क्लब इभेन्ट पनि गरिरहेको हजुरले क्लब इभेन्ट भन्दा यो धेरै नै फरक छ हजुरले एउटा टोलको इतिहासलाई देखाएर यस्तो पनि रहेछ पाटनमा यस्तो पनि छ ललितपुरमा यस्तो पनि ठाउँ छ यो तपाईँले देख्नुपर्छ यसमा धेरै हिस्टोरिकल मोमेन्टदेखि सबै कुरा छ भनेर कसरी दाइ यो कति गाह्रो रहेछ त्यो कुरा देखाउन अनि क्लब इभेन्ट भन्दा त्यो इभेन्ट छुट्टै अलिक गर्न यस्तो छ अब क्लब इभेन्ट्सको कम्पेरिजनमा चाहिँ हाम्रो खास कृतिकला वाज नट फर्म टु डु क्लब इभेन्ट्स फर्स्ट थिङ त होइन अनि हामी इभेन्ट गर्ने पनि कम्पनी होइन खास भने सुरुमा त होइन तर अब आफ्नो मेसेज त समाजमा दिनु पऱ्यो नि त आर्ट कल्चर कसरी प्रमोट गर्ने त वाट इज द बेस्ट प्लेटफर्म अब यो कुरा मेसेज पासन गर्नको लागि त होइन अब त्यसको लागि चाहिँ बरु इभेन्ट नै किन नगर्ने इभेन्टै गरेर वी स्टार्टेड विथ कल्चरल इभेन्टै के होइन खास भन्यो भने चाहिँ अनि क्लबमा त हामी छिरेको पनि थिएन त्यो बेलामा क्लबमा त 1 वर्ष भयो भर्खर इभेन्ट गरेको है सुरुमा चाहिँ वी युज्ड टु डु स्मल मार्केट्स त्यो मार्केट इभेन्टमा चाहिँ कस्तो हुन्थ्यो भन्दा इन्स्ट्रुमेन्टलहरू गर्न यु अल्सो पर्फर्म नि होइन अनि त्यसमा चाहिँ नि कस्तो हुन्थ्यो भन्दाखेरि पर्टिकुलरली हामीले चाहिँ यो आर्टसँग रिलेटेड प्रडक्ट्स चाहिँ बढी राख्थ्यौँ कि होइन सो किन हाम्रो इन्टेन्सन नै के थियो भन्दाखेरि आर्टलाई नै प्रमोट गर्ने ह्यान्डिक्राफ्ट्सहरूलाई प्रमोट गर्ने भन्ने नै पहिल्यैदेखि थियो होइन स्पेसली अझ लोकल मेड ह्यान्डिक्राफ्ट्सहरू
होइन त्यसलाई चाहिँ हाम्रो यहाँको कालीगढहरू गएर चाइनाबाट अब बाहिर विदेशबाट सामान बनाएर नेपालीलाई बेच्न थालिसक्यो क्या जुन चाहिँ नेपालकै सामान हो क्या नेपालकै होइन अब यो एकदम मलाई यो कुरा चाहिँ एकदम अनफर्चुनेट लाग्छ क्या हजुर होइन दिस इज भेरी स्याड नि त होइन एक किसिमले सोच्दाखेरि मैले भनेको हामी किन ग्रोथ हुन सकेन त हाम्रो आर्ट इन्डस्ट्री हाम्रो ह्यान्डिक्राफ्ट्सहरू किन ग्रोथ हुन सकेन भन्दाखेरि हामी अझ पनि स्टिल वेयर वर्किङ इन द सेम ट्रेडिसनल यो वेमा के मार्केटिङको हिसाबले पनि ठिक छ काम त ट्रेडिसनलै हुनु पऱ्यो त्यो अथेन्टिकै हुनुपर्छ तर मार्केटिङ त अब म्यासिभ हुनु पऱ्यो नि अहिलेको टाइममा त डिजिटल मार्केटिङमा जानु पऱ्यो यो त्यो अनि त्यो अवेरनेस नै हामीले दिन खोजेको के डिजिटल प्लेटफर्म नै एउटा दिन खोजेको कृत्यकलाको मार्फतबाट किन भन्दाखेरि अब हाम्रो आर्टिस्टहरू एकदम सोझो उहाँलाई थाहा छैन कि उहाँहरूको काम भने टकटुक बनाउने आर्ट बनाउने राख्ने आफ्नो आर्टको भ्यालु आफैलाई थाहा छैन कि होइन अब पाटनमा गयो भने त एभ्री स्टोन इज आर्ट के एउटा ढुङ्गा पनि एउटा कला हो कि पाटनमा त किन भन्दा हाम्रो त्यो घर बाहिर हेऱ्यो भने पनि त्यो केही न केही बनाएकै हुन्छ झ्यालमा हेऱ्यो भने केही न केही बनाएकै हुन्छ कि अनि यतिको रिच आर्ट त संसारमा कहाँ हुन्छ भनेको उहाँको यो कुराले त्यहाँ हाम्रो महिला समूहका भाउजूहरू दिदीहरू पनि इन्ट्रेस्टेड भयो कि हाम्रो पनि के राख्न सकिन्छ तपाईँहरूको थ्रो मार्फत भनेर उहाँहरूका जुन उत्पादनहरू सेल गर्ने लोकल प्रोडक्टहरू के राख्न सकिन्छ भनेर सोध्दै हुनुहुन्थ्यो अब रह्यो कुरा अब आर्यनको क्वेसन थियो गाह्रो सजिलोको कुरा होइन अब कुनै पनि काममा च्यालेन्जेस त हुन्छ नै होइन तर अब क्लब इभेन्ट्सको अहिले कुरा नरहला किनभने हामी चाहिँ अब मेरो फोकस चाहिँ कल्चरमै गरौँ होइन तर अब यो इखाछेमा इभेन्ट गर्दाखेरि चाहिँ मलाई गाह्रो भन्दा पनि सजिलो चाहिँ बढी भइरहेछ है किन भन्दाखेरि गाह्रोमा पनि म इन्जोय गरिरहेको छु कि कस्तो हुँदो रहेछ भन्दाखेरि एउटा माहौल राम्रो छ कि होइन अब एकजना मात्रै खट्ने दुःख गर्ने होइन आफ्नो मात्रै उ गर्ने अरूले सपोर्ट नगर्ने भएको भए अलिकति फ्रस्ट्रेटिङ पनि हुन्थ्यो त्यो छ होइन तर हाम्रो इखाचीको टिम होइन इखाचीको टोलको मान्छेहरू दे आर सो सपोर्टिभ होइन अनि मैले अघि नै सुरुमै मेन्सन गरेको थिएँ नि यो कुरा आफ्नो सेक्टरबाट नाच्नेले नाचिदिएको छ गाउनेले गाइदिएको छ खाना पकाउनेले म पकाएर ल्याइदिन्छु भनेको छ होइन त्यो सो इन्भल्भ के एभ्रिबडी सो इन्भल्भ के अनि त्यो कुरा चाहिँ म होइन इखाचीको मान्छेहरूलाई सबैजनालाई थ्याङ्क यू पनि भन्न चाहन्छु होइन बिकज यो मेरो एउटा सपना थियो कि एउटा यस्तो खालको इभेन्ट गर्ने भनेर जुन चाहिँ कम्युनिटीबाटै आओस् कि नन कमर्सियल होस् कि पैसाको लागि गर्ने भन्दा पनि एउटा समाज भने त मिलेरै बसेको हो नि त पहिलेदेखि समाज त मिलेर बस्नुपर्छ कल्चर हामीले एउटा इभेन्ट गरेर पनि हामी यसमा चाहिँ एउटा सोसाइटीको एउटा रिफ्लेक्सन पनि हो क्या यो त्यहाँको युनिटी कस्तो रहेछ भनेर पनि देखाउँछ क्या यसले तर त्यहाँको एकता चाहिँ मैले माने कि एकदमै मजाको वी स्टिल वी वर्क अन्टिल 3 AM 4 AM होइन बिहान आजकल त इभेन्टको लागि तर म एक्लै हुँदिनँ कि होल टोल होइन बरु खाने पनि त्यहीँ सुत्ने पनि त्यहीँ होइन त्यहीँ ढल्थ्यो होइन बरु सुत्दै न्याप लिँदै उठ्यो होइन मलाई त कस्तो भन्दाखेरि यो तिमीले भने जस्तो गाह्रो चाहिँ केही पनि भएको छैन कि मलाई चाहिँ फन जस्तो भइरहेछ बिकज मैले जे गर्न खोजिरहेको छु मैले त्यो गर्न पाइरहेको छु अनि मसँग त्यो टिम एउटा हुन्छ नि मान्छेहरू पनि वरिपरि होइन सो सपोर्टिभ के अब त्योभन्दा बढी के चाहियो होइन सो मेरो लागि चाहिँ इट्स नट डिफिकल्ट अहिले सो द वाइ इकाछे नै इकाछे चाहिँ किन चाहनुभयो तपाईँले अब सिन्स अब तपाईँलाई त इकाछे भनेर छानेको चाहिँ होइन मैले अघि पनि भनेँ नि त एक्सिडेन्टली म त्यो ठाउँमा पुगेँ एउटा खास चाहिँ नि अब एउटा इन्भिटेसन थियो भाइको सत्लेमा होइन त्यहाँ जाउँ एकछिन उसको क्याफे पनि हेरौँ भनेर हिसाबले गएको थिएँ अनि आई वाज नट एक्सपेक्टिङ द्याट प्लेस के खास भने चाहिँ त्यहाँ जान नै पहिला इखाचे भन्ने पनि थाहा छैन मलाई नै थाहा थिएन होइन यो इखाचे आउनुभन्दा अगाडिसम्म इखाचे नर्मली हामी चाकोबाट भन्छ होइन तर अब त्यहाँ गएपछि पो थाहा भयो त इखाचेको त अर्कै रहेछ आइडेन्टिटी त झन् पुरानो रहेछ झन् खतरा रहेछ एक्चुअल आइडेन्टिटी त त्यो रहेछ त्यहाँ जाँदाखेरि चाहिँ नि आई स द प्लेस होइन खास मेन कुरा त्यही हो अनि मलाई जहिले पनि यो ट्रेडिसनल इभेन्ट गर्नलाई कल्चरल इभेन्ट गर्नलाई आई वाज अलवेज लुकिङ फर ए भेन्यू के कहाँ गर्ने भनेर होइन अनि त्योभन्दा पर्फेक्ट ठाउँ के हुन्छ त अब सबै कुरा छ त्यहाँ होइन अब मैले अप्रोच गरेँ अनि समनलाई भने फर्स्टमा त समन राज बजाचार्य होइन समनले त दाइ गर्नुपर्छ नि मलाई पनि एकदमै गर्नु मन छ दाइ यो ठाउँमा भन्यो द्याट्स हाउ इट स्टार्टेड के यो डेटमा गर्ने यस्तो उस्तो केही थिएन गरौँ भएबाटै भने नि त सर्टेन टाइमको लागि हामीले त यो बिर्सी पनि सकेको थियो कि ला यो यसपालि पनि नहुने भयो भइसकेको थियो कि मलाई होइन अब दिमागमै थिएन कि तर एकचोटि दाइको मेन भन्दाखेरि दाइको चेस कम्पिटिसनले नै लिएर आयो क्या यहाँसम्म खास हुने नि चेस कम्पिटिसनमा एउटा सानो आर्ट पनि एक्जिबिसन गर्ने भन्ने हिसाबले मार्केट गरेछ अब अनफर्चुनेटली त्यो डेटमा चेस कम्पिटिसन चाहिँ नहुने भयो तर बिग इभेन्ट चाहिँ हुने भइदियो कि चेस कम्पिटिसन चाहिँ कहिले सार्दियो त अब डेट लिनुपर्छ हाम्रो पनि फिडेसँग हजुर त्यो डेट मिलाएर यसैकै नामबाट गर्ने भन्ने कुरा हामीले राखेका छौँ चेस कम्पिटिसनको गर्ने
चेस कम्पिटिसन गरेन भने त फेरि यसको जगै त्यहाँबाट बसेको जगै त्यही भयो अब जस्तै उहाँहरूको छ नि उहाँले जो भनेर चाहिँ यो इभेन्टको मेन भन्ने समन राज र प्रवित बजाचार्य उहाँहरू दुवैजना हो होइन हामीलाई आदि उहाँहरूले भयो गर्नुपर्छ भनेर भन्दै हुनुहुन्थ्यो तपाईँले भन्छ इकाछेको चिनारी नै नभएको कहाँ चाकुबार चिन्ने बङ्गलामुखी चिन्ने शङ्कुमुल चिन्ने गोल्डेन टेम्पल चिन्ने इकाछे कहाँ हो फेरि त्यही नजिकै छन् सबै चिज तर कहाँ हुँदा सबैको भाइस पनि अलिक म्याच हुन आएको यो सबै जस्तै यो सबको सपना सबैको हजुर कहाँ पुरा हुन लाग्यो भने इकाछेमा त्यो भएर पनि यो ग्रान्ड हुन लागेको कि हजुरसँग यो कुरा पहिला चाहिँ कसरी आएको थियो फर्स्टमा यस्तो गर्नुपर्छ यस्तो हुँदो रहेछ हाम्रो टोलमा भनेर यी केटाहरूबाटै आएको कस्तो लागेको थियो तपाईँलाई अलिक अब हामीले अरू त्यो एक्जिबिसन त्यो मेलाहरू हेर्दाखेरि चाहिँ अलिक गाह्रो होला भर्खर केटाहरूले भनेको यो के होला अलि समस्या होला तर अहिलेको केटाहरूसँग फेरि पोटेन्सियल चाहिँ बबाले छ है अस्ति प्रोटेस्ट पछि सबजना तर्स्या सुरुमा त डर पनि लागिरहेको थियो अनि हामी टोलमा मिटिङ बस्दा पनि केटाहरूलाई गर्दा सुरुको प्रपोजल आउँदाखेरि यो प्रपोजल भएन भन्ने कुरा जस्ट हामीले चाहिँ पोजिटिभली डिबेटहरू गऱ्यौँ धेरै चिज पोजिटिभ डिबेट गरेँ पछि अब केटाहरूले आँट्यो हामीले हस्तेमा हाइस्टे गर्नुपर्छ भनेर टोल पुरा परि हामीले मास मिटिङ डाकेँ हामी टोल कमिटीका सबै दाजुभाइहरू यसमा लागेँ अहिले केटाहरू पनि खुसी छन् केटाहरू पनि अहिले मरिएर उहाँले अघि भने चाहिँ अस्ति त 3-4 बजेसम्म राति 4 बजेसम्म पनि काम गरेर बसेका हो प्रिपरेसन चाहिँ एकदम राम्रो भइरहेछ काउन्टडाउन बिगिन भइसक्यो कि अब त एभ्री डे एभ्री नाइट होइन हामी त बरु नसुत्ने इभेन्टसम्म होइन तर इभेन्ट चाहिँ नि राम्रो गर्नुपर्छ होइन बरु 6 घन्टा सुत्नुपर्छ 2 घन्टा सुत्ने होइन अब त्यो हिसाबले गइसक्यो क्या हामी चाहिँ अलिकति तर अब ठिक छ च्यालेन्जिङ पनि छ कुनै कुराहरूमा जस्तै अब फाइनेन्सियल कुराहरूमा स्पोन्सरसिपको कुराहरूमा म त्यसमा आउँदै थिएँ पिपल आर नट इन्ट्रेस्टेड के त्यो अब कर्पोरेट्सहरू होइन अहिले नै बिकज हाम्रो एउटा ब्रान्ड त इस्टाब्लिस भइसकेको छैन नि त यो इभेन्ट त फर्स्ट टाइम हुँदैछ होइन यस्तो वाला तर म चाहिँ अब यही पोडकास्टबाट चाहिँ होइन एउटा मेसेज पनि दिन मन छ मलाई चाहिँ है कर्पोरेट सेक्टर्सहरूलाई होइन यो जे पनि हामीले जति पनि कर्पोरेटले कमाउँछ आर्टिस्टले कमाउँछ जोसुकैले कमाउँछ त्यो भनेको समाजले दिएको हो क्या सबै कुरा यु टेक इट फ्रम द सोसाइटी यु गिभ इट ब्याक टु द सोसाइटी के केही अंश चाहिँ सोसाइटीलाई पनि दिन चाहिँ सिकौँ है एउटा चाहिँ कल्चर आफ्नो एउटा चाहिँ बसाल्नुपर्छ जस्तो लाग्छ मलाई होइन म यहाँ आएर पोडकास्टमा आएर कुरा गरिरहेको छु भनेको त तिमीले गर्दा आइरहेको छु नि त भनेपछि यु गिभिङ मी समथिङ नि होइन मैले पनि तिमीलाई केही दिनुपर्छ नि त होइन त्यो गिभ एन्ड टेक सोसाइटीमा भयो होइन त्यो हार्मोनी त्यो पिस होइन त्यो भइरहन्छ क्या सोसाइटीमा जहिले पनि मेलमिलाप हुनुपर्छ क्या नट एभ्री सबै कुरामा पैसा फाइदा ब्रान्ड भनेर हेर्नु हुँदैन कि होइन रुट्सलाई पनि कहिलेकाहीँ यसो ध्यान दिनुपर्छ कि म कहाँबाट आएको हो होइन यो मेरो जन्मस्थलको लागि मेरो मातृभूमिको लागि के गर्नुपर्छ भन्ने कुरा पनि एउटा चाहिँ रेस्पोन्सिबिलिटी मान्छेमा हुनुपर्छ जहिले पनि त्यो कन्सियसनेस चाहिँ हुनुपर्छ जस्तो लाग्छ कि मलाई आफ्नो धरातल आफ्नो चाहिँ धरातल कहिले पनि बिर्सिनु हुँदैन जस्तो लाग्छ यो पनि एउटा खास मेसेज दिन खोजेको हो कि यो फेस्टबाट चाहिँ होइन हामी के भनेर चलाइ त थाहा छ सुरुमा हामीसँग बजेटको पनि केही दाइ है ठेगान थिएन कति हुन्छ के हुन्छ थाहा थिएन होइन अब भनौँ न भर्खरको केटाहरू लागेको छ न उनीहरूसँग पैसा धेरै हुन्छ न केही हुन्छ होइन तर जोस एउटा थियो क्या होइन जोसले नै यहाँसम्म पुग्यो हो क्या हामी क्या खास हुने हो नि जोस र एउटा त्यो युनिटीले क्या ल आउँछ जो आउँछ जो आउँदैन होइन हात जोडेर कसैलाई पनि काम गर्दैनौँ हामी होइन किन यो कल्चर बचाउने कुरा हो आफ्नो स्वतस्फूर्त आउनुपर्छ यो कुराहरू भनेको तर लकिली आइदियो क्या जोसमा होइन हाम्रो जोसमा अरूको पनि जोस मिसेको होइन अनि त्यहाँबाट त हुँदा इट्स गोइङ टु बी ग्रान्ड जस्तो लागिरहेको छ है मलाई चाहिँ अब होइन आइएम एक्सपेक्टिङ द्याट है सिङ्गे एउटा टोलै उठेर आएको छ खुसी लागिरहेको छ ओभरअल चाहिँ नि अब खुसी लागिरहेको छ सो दाइ स्पोन्सरसिपहरूको चाहिँ दाइ जुन कुरा तपाईँले गर्नुभयो हजुर उनीहरूको दाइ कस्तो खाले रियाक्सन हुन्छ हामी यस्तो कम्युनिटी गर्न लागेको यस्तो इभेन्ट गर्न लागेको होला अब डाइरेक्टली ड्रिङ्कहरू प्रमोट त गर्न मिल्दैन होला त्यसमा यस्तो हो अब रियाक्सन चाहिँ कस्तो हुन्छ भने प्रमोट गर्ने नगर्ने कुरा भन्दा पनि अब यस्तो कुरा के कस्तो भन्दाखेरि मैले एउटा प्रपोजल राखेँ नि त पहिला कज हेर्नु पऱ्यो कि के कुराको लागि प्रपोजल राखिरहेछ भनेर हो हामीले पैसा कमाउनलाई प्रपोजल राखेको होइन नि त यो होइन अब हामीले चाहिँ के गर्छौँ संस्कृतिलाई बचाउँ संस्कृतिलाई सेलिब्रेट गरौँ भन्ने हिसाबले हामीले अप्रोच गरेको हो नि त अब बाँकी भनेको एथिकल कुरा हो कि अब त्यो मान्छेलाई आफ्नो संस्कृतिसँग होइन कतिको अट्याचमेन्ट छ
अथवा कुनै पनि कम्पनीलाई त्यो संस्कृतिलाई चाहिँ नि प्रमोट गर्ने उसको इन्टेन्सन कतिको छ भन्ने कुरा पनि हो कि मनै हो जस्तो लाग्छ मलाई के धनभन्दा पनि होइन किनकि यत्रो अब भनौँ न विदेशी आर्टिस्टहरू आएर संसारभरिको चाहिँ नि आउँदाखेरि चाहिँ नि करोड पैसा इन्भेस्ट हुन्छ यहाँ स्पोन्सरसिप होइन तर आफ्नै संस्कृति बजाउने भन्दाखेरि चाहिँ नि यहाँ तिम्रो 30-40 हजार निकाल्न पनि गाह्रो हुन्छ गाह्रो हुन्छ होइन अब बाँकी भन्यो भने त सानो दाइ हाम्रो आफ्नै फन्डबाट चलेर आयो अहिले त मेजर फन्ड चाहिँ होइन त्यसमा ठिक छ तर आउनु सपोर्ट पनि गरिरहेछ गर्ने मान्छेहरूले नगरे पनि होइन तर मैले भने खोजेको चाहिँ किन भन्दाखेरि यसको मोटिभ राम्रो छ मोटिभ के हो भने संस्कृति बचाउँ भन्ने मोटिभ हो अब संस्कृति बचाउनु त हामी नेपालीहरू हामीको मान्छेहरूले नै गर्ने हो नि त होइन सो अब यस्तो चाहिँ कसैले चाहिँ गर्न आयो भने सपोर्ट गरिदिनु भन्छु कि म चाहिँ यस्तोमा चाहिँ कि होइन पछि पनि फ्युचर किन भन्दाखेरि यो अवेरनेस आउनु नै ठुलो कुरा हो कि यङ जेनेरेसनमा सांस्कृतिक कार्यक्रम गर्नुपर्छ सांस्कृतिक होइन सेलिब्रेट गर्नुपर्छ आफ्नो संस्कृतिको महत्त्व बुझ्नु नै ठुलो कुरा हो अहिलेको जेनेरेसनले त्यस्तोलाई चाहिँ सपोर्ट गरिदिनु भन्छु कि म चाहिँ नि यो सपोर्टमा चाहिँ मैले नाम लिनु पर्दाखेरि हजुर एउटा निस्वार्थ भावनाले आएको एउटा कम्पनी छ बिग मार्टले चाहिँ बिग मार्टले चाहिँ हामीलाई एकदम राम्रै रेस्पोन्स गरेको छ उहाँले चाहिँ कुनै टर्म एन्ड कन्डिसन पनि त्यस्तो पनि राख्नुभएको छैन होइन अब भन्दाखेरि कस्तो नै जस्तै हाम्रो रोनाल्ड उत्तम खनाल गणेशजीहरूले उहाँले चाहिँ कस्तो यो बुझ्नुभएको छ उहाँहरू खै उहाँहरूको पनि केही बिजनेस पोलिसी होला त्यो मास जहाँ मास हुन्छ त्यहाँ एट्र्याक्सन हुन्छ उहाँले अघि भने जस्तै अब लिक्विडिटी भन्दा पनि त्यस्ता जस्तै हाम्रो कन्सल्टेन्सीहरू पनि कुरा भइरहेछ होइन उहाँले चाहिँ यो समाजमा चाहिँ उनीहरूले दिनुपर्छ भनेर चाहिँ अग्रसर भएर आएका छन् कि उहाँहरू चाहिँ केही चाहिँ आएका छन् तर एक्सेप्टिभ जुन ढङ्गले आउने हामीले सोचेका छौँ त्यो चाहिँ भएका छन् अनि यस्तो पनि हो कि आर्यन मैले चाहिँ दुईवटा पाटोबाट हेरेको छु कि यो कुरालाई कि एउटा कल्चर बचाउने कुरा भयो हो तर देशको अर्थतन्त्रमा पनि यसको ठुलो कन्ट्रिब्युसन हुन्छ क्या यो राम्रो गर्न सक्यो भने किन हाम्रो मेन भनेको त टुरिज्म इन्डस्ट्री हो नि त टुरिज्म हो होइन नेपालमा त मान्छे मल हेर्न बिल्डिङ हेर्न आउने होइन नि त नेपालमा त मान्छे यस्तै मठ मन्दिर संस्कृति हेर्न नै आउने कुरा चाहिँ एकदम प्रमोट गर्नु होइन सो हामीले चाहिँ यो कुराको पोटेन्सियलै बुझेको छैन क्या हो होइन हामी सबै आफै जात्रा गरेर मात्रै रमाइरहेछ कि तर मैले भनेको छु कि यो कुरा विदेशीलाई संसारलाई देखाउन सक्यो भने त यसले त देशको इकोनोमीमै ठुलो चेन्ज ल्याउन पोसिबिलिटी भएको ठाउँ हो नि कल्चर हो नि त एकदमै होइन अरूसँग त देखाउँछु भने पनि छैन नि यस्तो कुरा हामीसँग त अलरेडी छ के होइन यो कुरालाई चाहिँ जबरजस्ती निकाल राख्नु पर्दैन देखाउनु पऱ्यो कि एक्सपोज गर्नु पऱ्यो यसलाई चाहिँ नि देशको बेनिफिटमा आर्थिक उसमा पनि लान सकिन्छ कि यसलाई त्यही भएर हामीले यसमा पनि जन्मेदेखिको मृत्युसम्मलाई चाहिने सामग्रीहरू पनि प्रदर्शन गरेछौँ त्यसलाई चाहिँ म नेवारबाट हलाउँ होइन चाहिँ हलाउँ भने चाहिँ त्यो जन्मेदेखि मृत्यु हुने बेलासम्मको लागि जुन सामग्री आवश्यक जुन विधि प्रविधिहरू छन् त्यो सबै प्रदर्शन गर्ने एउटा चोकै त्यसैले पर्छ त्यो सबै त्यो पनि प्रदर्शन गर्ने भन्ने कुरा छ त्यही भएर अब पोसिबल भयो भने चाहिँ हाम्रो दाइ के अरे त्यो के भयो भने हाम्रो लप्टे भयो पनि गर्ने प्लान छ कि अब त्यसको लागि पनि हामी प्लानिङ गरिरहेछौँ होइन अब त्यो भनेको नि नेवारी भोज कस्तो हुन्छ भनेर अनि त्यसमा चाहिँ हामी विदेशीहरूलाई बोलाएर लप्टे भोज खुवाउने चाहिँ प्लान छ क्या हाम्रो होइन विदेशी नट ओन्ली विदेशी सबैजनालाई हो तर मेन हाम्रो आफ्नो कल्चर त हामीलाई त थाहा छ तर यसो विदेशीलाई पनि देखाउँ न भोज कसरी खाँदो रहेछ होइन नेपालमा यस्तो पनि धेरै रिच छ क्या ब्रो यो कुराहरू के होइन तर त्यही हो कि मान्छेले यसको पोटेन्सियल नबुझेको के एउटा चाहिँ भनौँ न सानो कुरा विदेशतिर एउटा आइल्यान्डमा एउटा ढुङ्गा हुन्छ सानो होइन त्यो ढुङ्गा देखाएर मान्छेले विदेश तानिदिन्छ क्या टिकट राखेर त्यो ढुङ्गा देखाउँछ क्या तर आखिरमा जाँदाखेरि केही पनि एउटा ढुङ्गा मात्रै हुन्छ क्या तर हामीसँग त एभ्रिथिङ इज क्राफ्टेड होइन एउटा सानो तिम्रो मन्दिर जाउँ न त्यो ढुङ्गामा कसरी खोपेर बनायो होला मान्छेले इमेजिन गर त म सोध्छु त्यो कुरा हामीलाई पनि त्यही सुरुमा हामीले जस्तै एनएक्स ब्यान्डलाई एकदम धन्यवाद दिनु एकैछिन टोलमा धन्यवाद दिनु पनि कारण हामीसँग देखाउने के थियो भन्दाखेरि सुरुमा एनएक्स ब्यान्ड थियो कि हजुर हामीले पनि एनएक्स ब्यान्डलाई त्यही भएर एकदम त्यहाँ सबैले एनएक्स ब्यान्ड भने हामीले मेन ब्यानरमै हामीले एनएक्स ब्यान्ड नछुटाएको छौँ कि त्यो बोकेर हिँडेको लागि धेरै धेरै धन्यवाद किनकि हामीलाई अघि भने सुरुमा हामीलाई कसले हामीलाई साथ दियो भन्दाखेरि एनएक्स ब्यान्ड त्यही भएर एक शब्दमा हजुर त्यही भएर हामीले उहाँहरूलाई एकदम रेस्पेक्टका साथ हाम्रो टोलले होइन यो अर्गनाइजले सबैले धन्यवाद दिने पछि हामीलाई गौरव पनि लाग्छ कि अब यस्तो ब्यान्डहरू होइन भेट्दाखेरि के भन्दाखेरि अब अघि पनि भने जस्तै हो कि सबै कुरा समाजबाटै पाउने हो सबै ठाउँमा चाहिँ पैसा मात्रै हेर्नु पनि हुँदैन कमाउँछु भनेर मात्रै पनि हेर्नु हुँदैन मेरो चाहिँ दायित्व के हो त सोसाइटीप्रतिको होइन अब तिमीहरू त इखासेको भयो रुट्स आफ्नो होइन त्यो ठाउँको लागि चाहिँ मैले के गर्न सक्छु भन्दा यस्तो राम्रो गरेँ क्या एनएस ब्यान्डले होइन 1 रुपियाँ पनि हामीसँग पैसाको कुरै गरेको छैन कि
त्यो चाहिँ भनेको एथिकल पार्टमा पऱ्यो नि त आफ्नो मोरल रेस्पोन्सिबिलिटी होइन त्यो ठाउँको लागि चाहिँ माया रहेछ भन्ने देखाउँछ नि त त्यसले त्यसले चाहिँ एकदमै हामीलाई प्राउड फिल गराउँछ कि एनएस ब्यान्ड मात्र होइन हाम्रो जेनिथ ब्यान्ड आउनु भएको छ होइन के अरे हाम्रो अब पायरको पनि ब्यान्ड छ अर्को के अरे त्यो नाम पनि थाहा अझ त यही दौरान अझ सन्तोष भक्त श्रेष्ठ छ नि त्यो वर्ल्डमा 3 जना मात्रै गर्जनमा छ त्यो मेन इन्स्ट्रुमेन्ट बजाउने उहाँले पनि अब उहाँ हाम्रै टोलको पनि उहाँले पनि त्यो एउटा ससम्मान उहाँले एउटा कार्यक्रम त्यहाँ प्रस्तुत गर्ने भएको छ मैले अघि पनि भने नि हामीसँग पहिला सुरुमा के देखाउने भन्ने कुरै थिएन कि कन्फ्युज थियो कि कल्चर प्रोग्राम गर्ने भन्यो के गर्ने कस्तो गर्ने भन्ने कुरै थिएन कि सुरुमा अब यसमा चाहिँ अब मलाई चाहिँ 2-3 जना मान्छेहरू मेन्सन गर्न मन छ कि होइन जो चाहिँ सुरुदेखि नै हामीसँग एकदमै सपोर्टिभ जस्तै एनएस ब्यान्ड भने जस्तै हाम्रो हिमाञ्चल राजकेसी मिस्टर नेपाल होइन ऊ त आएर खटे पनि छ क्या इभेन्टमा होइन इज आफ्नै इभेन्ट जस्तो सोचेर गरिरहेको छ होइन अब मिस्टर नेपाल इज भेरी बिजी अहिलेको टाइममा होइन तर एकदमै आउँछ क्या दाइ मैले के गर्नुपर्छ भन्दै सोधेर आउने होइन अब त्यो चाहिँ एउटा खुसी लाग्छ क्या मलाई अब हाम्रो गिरीश रत्न साके समथिङ है हाम्रो मिस्टर ग्लोबल होइन हि इज अल्सो भेरी इन्भल्भ र्यालीहरूमा पनि गइदिरहेछ हामीसँग होइन त्यो एभ्रिथिङ कि होइन अब खुसी लाग्छ कि मिस्टर नेपालले गर्नुपर्ने काम चाहिँ यस्तै होस् लाग्छ क्या मलाई अनि हाम्रो मिस नेवा के अरे प्रलिसा साके होइन अनि त्यसपछि हाम्रो स्नेहा छ उषा खड्की आउनुभयो फर्मर मिस नेपाल उषा खड्की 2000 को मिस नेपाल उहाँ चाहिँ होइन किरण दाई आउनुभयो किरण केसी दाई उहाँले एक्ट गरेर नेपाल भाषामै उहाँले चाहिँ उ गर्नु भएको छ गाएर कन्टेन्ट बनाइदिन हेल्प गर्नु भएको छ क्या हामीलाई सो हामी अब एकदम कृतज्ञ छौँ होइन जसले हामीलाई हेल्प गर्नुभयो अब कतिको नाम पनि छुट्यो होला अहिले बोल्दाखेरि होइन तर लट अफ पिपल होइन समाज भने यही रहेछ कि होइन तिमीलाई सपोर्ट नगर्ने मान्छे छ भने सपोर्ट गर्ने मान्छे पनि छ क्या सपोर्ट गर्ने मान्छेहरूले गर्दाखेरि हामी अहिलेसम्म यहाँसम्म आइपुग्यौँ क्या होइन तर अब आश छ भोलि चाहिँ अब किन भन्दाखेरि एउटा प्रुभ गरेर पनि देखाउनु पर्ने पनि हुँदो रहेछ क्या समाजमा अब जस्तै हामीले अहिले प्रुभ गरेर देखायो भने होइन राम्रो भयो भने त नेक्स्ट टाइम त अझै धेरै सपोर्ट आउँछ नि त हामीलाई त्यो ह्युमन नेचर पनि हो होइन त्यो किन अलिकति प्रुभ नगरिसकेका मान्छेहरूमाथि ट्रस्ट इस्युज पनि ट्रस्ट गर्न गाह्रो हुन्छ प्लस अब तपाईँले अघि भने जस्तो एउटा ब्रान्ड पनि हुन्न अब सेम प्रोग्राम चाहिँ मङ्गल बजारबाट गरे भए मङ्गल बजार इज अलरेडी ब्रान्ड होइन मङ्गल बजार भनेपछि जो पनि आउँछ थाहा भइरहेको हुन्छ त्यहाँ त अब कल्चरल प्रोग्रामहरू पनि भइरहेको हुन्छ अब इखाचे भनेपछि अघि दाइले भने जस्तो इखाचे कहाँ छ त्यो अब हाम्रो स्टल्स लिनेहरूले नै फोन गर्नुहुन्थ्यो कि अनि दाइ तपाईँको पाटनमा हो कि कहाँ हो भने पाटनमा हो भन्दै अनि मैले अनि तपाईँहरूको यो के भन्छ इखाचे भने कहाँ हो भन्दै कि अब कहाँ भन्ने अब आफूले त भर्खर थाहा हुँदैन होइन चाकुपाट भन्ने चाहिँ थाहा हुन्छ फेरि मैले लोकेसन कसरी दिने भने बङ्गलामुखीको पछाडि भने होइन बङ्गलामुखी फेरि सबैलाई थाहा छ तर बङ्गलामुखी पछाडिको इखाचे फेरि कसैलाई थाहा छैन सँगै जोडिएको टोल हो फेरि होइन अनि त्यहाँबाट अब त्यसरी नै दिस अब स्टार्टेड तर खुसीको कुरा के छ भन्दाखेरि अहिले धेरैजनाले इखाचेको बारेमा पिपल टकिङ अबाउट इखाचे क्या इखाचेमा यस्तो हुँदैछ भनेर पाटनभरि हल्ला छ क्या होइन त्यो भनेको अब राम्रो कुरा हो नि त होइन मलाई चाहिँ खुसी लाग्यो हामीले जस राम्रै गरेछौँ जस्तो लाग्छ त्यो कुरामा चाहिँ होइन खुसी लाग्छ जस एउटा किताबको तपाईँले पाना खोलिदिनु भयो त्यसमा अब पेपरहरू भरिँदैछ राम्रो नयाँ लेखहरू त्यस्तै छ त्यो भरिने क्रममा कलाकृति एनएक्स जेनिट अनि अघि नाम लिएका हाम्रा कलाकार सबै साथीहरू सबैले भरिदिएको छ हामी पनि खुसी छौँ त्यो इखाचेलाई रिप्रेजेन्ट हामीले भन्दा पनि यो अरू सबैले त्यहाँ अर्को ढङ्गले रिप्रेजेन्ट गरिदियो कि इखाचेको अब हाम्रो सतलेमै भनौँ न बिचरा रातिसम्म बसेर फुड सर्भ गरिदिएछ हामीलाई होइन 3 बजे पनि खुवाछ होइन छिनछिनमा के खाने भनेर ल्याएर सपोर्ट हुन्छ नि त त्यो एकदमै राम्रो छ कि त्यहाँको इन्भाइरोमेन्ट कि एकदमै राम्रो छ कि सो यो कुरालाई ललितपुर महानगरपालिकाले चाहिँ कतिको हेल्प गरिरहेछ सपोर्ट गरिरहेको छ जस्तै हाम्रो वडाले पनि सपोर्ट गरेको छ हामीले सँगसँगै चाहिँ हाम्रो 29 वडा छ ललितपुर महानगरपालिका सबैले हामीले सहयोगको लागि अपिल पनि गरेका छौँ अब अहिलेको कन्डिसनमा अब कर्पोरेट भन्दा पनि स्थानीय निकायले बढी हुने भएको भएर पनि हामीले उहाँहरूलाई चाहिँ अलिक सहयोगको लागि अपेक्षा पनि गरेका छौँ उहाँहरूले सहयोग पनि गरिदिन्छु भन्नुभएको छ अब मिल्यो भने हामीले उतैबाट पनि चिफ गेस्टै राख्ने भन्ने हाम्रो सल्लाह भइरहेछ आज फिक्स हुन्छ कि त्यो कुरा हुँदैछ नभए त स्थानीय निकायकै प्रतिनिधिहरू नै चिफ गेस्ट हुने हो त्यही भएर हामीले स्थानीय निकायसँग धेरै टाइप गरेर सल्लाह गरेर अगाडि बढाएको छौँ हाम्रो वडाले पनि फुल्ली सपोर्ट गरेको छ
अहिले जुन हामी 81 भने 11वटामा पर्छ उहाँहरूले पनि हाम्रो इभेन्ट अगाडि बढ्दै जाँदा सपोर्ट पनि आइरहेछ कि राम्रो भइरहेछ। किन भन्दाखेरि मलाई यस्तो लाग्न थाल्यो कि अब जब हाम्रो एडभर्टिजमेन्टहरू देखेपछि मान्छेले बल्ल भनेर बुझेर आउनु थालेको जस्तो लाग्यो कि अब चाहिँ एडभर्टिजमेन्टमा अस्ति एउटा जुन र्याली गर्नु भएको छ नि तपाईँले त्यो चाहिँ मलाई एकदमै राम्रो लाग्यो कि ढिमेसिमे बजाएर होइन त्यो मिस्टर नेपाल पनि त्यही एराउन्डमै वाक गरिराख्नु भएको थियो एकदम राम्रो के त्यो हुँदाखेरि चाहिँ एउटा कस्तो हुन्छ नि मान्छेले अब बाटोमा हिँड्दाखेरि भयो होइन मान्छेले वाच गरेर हुन्छ ओ के आएको यो के हो रहेछ ब्यानर स्यानर बोकेर होइन त्यो चाहिँ कन्सेप्ट एकदम राम्रो लाग्यो अस्ति सम्मले भन्दाखेरि ओ ल यो त नयाँ कन्सेप्ट अब फेरि एकचोटि गर्ने त्यो अस्ति चाहिँ हामीले चेक्यो भन्छ नि चेक्यो त्यो सुरुवातको यसो हजुर गरेको निम्तो मात्रै बाँडेको हामीले त्यो के हो भन्न मात्रै खोज्न लगाएको अब ब्रोसर सहित चन्दा सहित यसपालि चाहिँ अझै ग्रान्ड हुन्छ र्याली चाहिँ अझै ग्रान्ड हुन्छ अब हामीले चाहिँ खास नगर परिक्रमा नै गर्न खोजेको कि त्यो चाहिँ ए सबै ठाउँमै घुम्ने त्यो लिएर अब आफ्नो सांस्कृतिक त्यो उहरू लगाएर होइन वेशभूषा लगाएर बाजा बजाएर त्यसलाई नगर परिक्रमा नै गर्नु एकदम पोजिटिभ रेस्पोन्स आइरहेछ पोजिटिभ रेस्पोन्स पनि छ अनि बाजा बजाएर मार्केटिङ गरेर मार्केटिङ त्यो बाजाको पनि मार्केटिङ हो ट्रेडिसनको पनि मार्केटिङ हो होइन इभेन्टको पनि मार्केटिङ हो क्या ओभरअलै भइरहेछ सांस्कृतिक नै हुनु पर्यो नत्र अर्को यस्तो इभेन्टको प्राय भनेको हामीले फेसबुकतिर मात्र देखिरहेको हुन्छ नि त फेसबुकमा आउँछ तर कतिपय मान्छेहरूको त्यो रिच पनि नपुग्ने रहेछ कि अब प्रोग्राम भइसकेको हुन्छ बल्ल आफ्नो वालमा आइरहेको हुन्छ कि अब त्यो स्क्रिनसट गरेर के गरेर सेभ गरेर राखिरहेको हुन्छ जाने भने कहिले रमाइलो चाहिँ कस्तो भयो भने त्यो बेला हामी हिँडिरहेछ गली गलीमा होइन बाजा बजाएर मान्छेहरू झ्याल झ्यालबाट हेरिरहेछ के भइरहेछ फेरि जात्रा आयो त्यो खास त्यही हो नि त पहिला जात्राहरूमा होइन त हुने त्यही त हो नि त होइन सबैजना बाटोमा हुँदैन नि त कोही झ्यालबाट हेरिरहेको हुन्छ त्यो टोलमा त्यो एउटा भाइब हुन्छ नि त जात्राको त्यो नै क्रिएट गर्न खोजेको कि मार्केटिङ गर्दाखेरि पनि घरमै गएर नोटिफिकेसन बजाइदिनु त्यस्तै हो त्यो अब घन्टी बजाएन हामीले चाहिँ ढिमे बजायो कि ढिमे अहिले युट्युबको नोटिफिकेसन जस्तै घरमै गएर ट्याक्क ल है हुँदैछ है आउनु पर्यो भन्ने टाइपको होइन अहिलेसम्म पनि हामीले ब्यानर पनि धेरै चुनाएका छैनौँ कि हजुर अब यो हप्तादेखि मात्रै व्यापक रूपमा ब्यानर जाने भन्ने कुरा छ हामीले सोसल मिडिया र हजुर यस्तैबाट अहिले पब्लिसिटी धेरै भइरहेछ ब्यानरहरू दाइ अहिले महानगरले अलिक कम गरेछ नि दाइ यसको लागि के छ फेरि त्यो हामी त्यहाँ जुन ठाउँमा ब्यानर राख्ने हो त्यहीँकै कमिटीलाई रिक्वेस्ट गरेर हालिरहेछौँ अहिले जस्तै हाम्रो अहिले यो नयाँ एउटा जोन बनेको छ नि यो पिम्बापु त्यहाँका साथीहरूले हालिदिएका छन् मङ्गलबारमा हालेको छ जुन ठाउँमा मास बेसी मोबिलाइजेसन हुने हो त्यहाँको कमिटीलाई नि रिक्वेस्ट गरेर हालेका छौँ त्यो हामी कोर्डिनेसन गरिरहेछौँ अब हाम्रो त अझै एउटा त बाँकी नै छ अब योमरी चाहिँ हाम्रो योमरी भन्छ कि एउटा त्यो भनेका छैनौँ हामीले होइन कत्रो त्यो अलिकति अब भनिहालौँ न त आज यहाँ एउटा के कुरा त नयाँ खोल्नु पऱ्यो नि त अरू ठाउँ भन्दा पोडकास्टबाटै अब रिभिल गरिदिन्छु होइन आर्यनको पोडकास्टबाट मैले हामीले चाहिँ त्यो ठाउँ ठाउँमा योमरी बनाएर के ठुलो सेपको हल्का त्यसलाई चाहिँ आर्टिस्टिक ठुलो कति ठुलो अलिअलि ठुलो होइन अलि 4 फिट जस्तै हुन्छ खाना नमिल्ने होला खाना चाहिँ मिल्दैन त्यस्तो खालको होइन अनि अब सकेसम्म योमरी नै देख्ने हिसाबले बनाएको छ योमरी पुणे एक सेलिब्रेसन हो नि त इट्स अ बिग फेस्टिभल खास के भन्छ दाइ एउटा लभसँगै रिलेटेड रहेछ नि त यसलाई मटिना पुनी पनि भन्छ मटिना पारो भन्छ खास यसलाई हाम्रो भ्यालेन्टाइन्स डे भन्छ नि नेवारहरूको भ्यालेन्टाइन्स डे हाम्रो एउटा कन्टेन्ट पनि बनाएको छ कि यहीसँग रिलेटेड के ए हो र एकचोटि हेर न हाम्रो इन्स्टाग्राममा छ त्यो जुन नाटक जस्तो त्यहीको बच्चाहरूले होइन राम्रो गराएको छ कि एउटा एक्ट गराएको छ अनि एकजनाको चाहिँ दुईटा केटी त्यो वेस्टर्नले चाहिँ हाम्रो कल्चरको चाहिँ कपी गर्यो भन्छु कि जस्तै फादर्स डे मदर्स डे हामी चाहिँ हाम्रो के भन्छ त्यो औँसी अनि त्यो बाउको मुखेर नै आमाको मुखेर भन्छ नि त्यो हाम्रो त परापूर्वकै चलिआएको हो नि त अहिलेको जेनेरेसनले फादर्स डे मदर्स डेमा के लिएर जान्छन् होइन यो चाहिँ बिर्सियो कि मान्छे अब हामीले त्यो भनौँ न हेलोविन भन्छ गठे मङ्गल हाम्रो गठे मङ्गल होइन अब त्यही त हो नि हेलोविन होइन त्यसो वी हेभ एभ्रिथिङ के तर हामीले मार्केटिङ गर्न सकेन उनीहरूले मार्केटिङ गर्न सक्यो कि त्यही त अलिक मासमा जान सक्यो मैले भनेकै यही नै हो कि हाम्रो रिच कुरा चाहिँ हामी मार्केटिङ गर्न सकिरहेको छैन उनीहरूले सिम्पल कुरा पनि मार्केटिङ गरेर नेक्स्ट लेभल पुऱ्याएको छ क्या वर्ल्ड वाइड ग्लोबल बनाएको छ क्या अब यो कुरा हाम्रो पनि ग्लोबल हुनु पऱ्यो अब सधैँ त्यो घरको त्यो उसमा एउटा गल्लीमा राखेर चाहिँ हुँदैन कि एउटा है सरी दाइ मैले एकछिन गरेँ होइन स्टप गरेँ एउटा मलाई चाहिँ के भनि सान्दै हाम्रो टेन्सन चाहिँ के भएको थियो भने मलाई जुन हाम्रो आर्ट एन्ड क्राफ्ट गर्ने एउटा नेवारहरूको त यो भनेको इट्स नट बिजनेस नि त यो त पार्ट अफ लाइफस्टाइल हो नि त
अरूको लागि चाहिँ बिजनेस हो तर यो नेवा कल्चरमा त यो भनेको त जन्मिँदै बोकेर लिएरै आएको कुरा हो नि त यो त ट्रेडिसनली नै आफ्नोसँग जन्मिँदै आउने कुराहरू हो नि त होइन एउटै घरमा कोही स्टोनको काम गरिरहेछ कोही तामाको काम गरिरहेछ कोही के गरिरहेछ कोही सुकुल बनाइरहेछ कोही के यस्तो रिच छ क्या होइन अनि मलाई एउटा चिन्ता चाहिँ के लाग्यो भने मैले कृतिकलाको एउटा खास मोटिभ त्यो पनि हो क्या अब मैले जहाँसम्म लाग्छ यो कला पास अन गर्ने चाहिँ यो लास्ट जेनेरेसन हो क्या त्यस्तो नहोला होइन दाइ त्यस्तो चिन्ता भयो क्या मलाई चिन्ता त होइन डर चाहिँ हुनुपर्छ होइन म पाटन एरियामा छिर्छु किन मैले यो डर चाहिँ किन लाग्यो भने दाइ प्राय जस्तो मान्छेहरूको सबैको छोराछोरी अहिले विदेश जान्छ भनेपछि त यो कन्टिन्यू कसले गर्ने त अब त्यो चिन्ता लाग्यो क्या हराउँछ भन्दा अनि मैले चाहिँ के सोच्छु यहाँ भएको मान्छेले त कसैले त इनिसिएट गर्नु पऱ्यो नि यसलाई प्रिजर्भ गरेर त राख्नु पऱ्यो नि यो हराएपछि हरायो क्या पछि फेरि बनाउँछु भने पनि यस्तो बन्दैन क्या होइन सो मैले चाहिँ के भने यसलाई प्रिजर्भ चाहिँ गर्नुपर्छ सो हामीले पनि एउटा सानो एफोर्ट लाग्यो हो हामीले मात्रै गरेर चाहिँ हुँदैन यो होइन तर हामीले सानो अब सानो दाइ जस्तो मान्छेहरू होइन उहाँहरू जस्तो होइन हाम्रो एनएसको ब्यान्डको मेम्बर जस्तो मान्छेहरू भेट भएर सबैको कोलाबोरेसनबाट मात्रै यो प्रिजर्भ हुन्छ क्या अनि यसलाई चाहिँ जब हामीले आफ्नो महत्त्व बुझ्छौँ अनि हामीले अरूलाई मार्केटिङ गर्न सक्छौँ त होइन र अनि मैले त्यही भन्छु कि यसलाई चाहिँ अलिक ग्लोबल बनाऊँ कि ग्लोबल बनाऊँ बाहिरबाट चाइनाबाट चाहिँ हामी यो पानस सानस नकिनौँ के त्यो भनेको हाम्रै देशको सामान हो नि त होइन र अनि उनीहरूले त्यो करोडौँ पिस बनाएर पठाइदिन्छ हामी चाहिँ नि 2-4 पिस बेचेर त हुँदैन नि त अहिले हाम्रो टोल कमिटीमा पनि पुरै यङहरू बेसी छन् जस्तै हामीले यो प्रवित बजारचार्य भने नि उहाँ पनि हाम्रो टोल कमिटी मेम्बर पनि हो अनि मनिष रत्न साके जुन यो फिल्डको लागि यो इभेन्टको लागि एकदम त्यो भगाहरू हाम्रो बजार साउन्डको पनि छ दिपेश हाम्रो उता के अरे यसको चाहिँ कताबाट दाइ बजार साउन्ड हो अनि हामीले एउटा मिक्सरहरू ल्याउनु लाग्यो भने नेपाल साउन्ड नेपाल कि नेपाल छ हामीलाई धेरै स्पोन्सर पनि गर्नुभएको छ सपोर्ट गर्ने अब स्टेज बनाउनेदेखि लिएर हरेक कुरामा होइन अब त्यसले पनि अलिकति इजी गर्दै हो क्या हामीलाई काम गर्नलाई अन्त एकछिन त अब अत्यासै लाग्ने पनि थियो सुरुमा एकछिन त होइन सुरुमा त कस्तो भयो कि अब हामीले क्यानभालाई कुरा गर्दाखेरि उसले गर्ने त भनिहाल्यो कसैले उसले जुन इस्टिमेट निकाल्दाखेरि टाउको एकछिन कन्यो साउन्डको सन्दाइले भन्नुहुन्थ्यो होइन क्यानभीको जुन 10को एकछिन त टाउकै कन्याएको आमा भन्नु ला अनि साउन्डको पनि कुरा गर्ने त्यही दिपे दाइ मैले 3 दिनको प्रोग्राम क्यान्सल गरेँ हाम्रो टोलको लागि भन्यो होइन तिमी कति चार्ज लिन्छौ त एउटा प्रोग्राम उसले जुन पाऊ भन्दाखेरि लौ न भन्ने जस्तो लाग्यो सन्दाइले मलाई फोन गरेर थिएँ कि निशल के हो राम्रो त हुन्छ नि होइन यहाँ मेरो त नामै बिग्रिन्छ यहाँ टोलमा फेरि भनेर भन्नुहुन्थ्यो होइन अनि म चाहिँ अब आफूलाई पनि डर लागिरहेछ भित्रभित्र त होइन दाइ यहाँ टेन्सन नलिनु भइहाल्छ कि दाइ यत्रो 2जनाले त इभेन्ट हुन्छ दाइ यत्रो टिम चाहिँ भइहाल्छ नि भनेर लगाइदिएको थिएँ मैले होइन भित्रभित्र चाहिँ आफूलाई डर लागिरहेको हुन्थ्यो कि खर्च सुनेर होइन अब फेरि आत्तिर अब दाइ आत्यो भने त हामी त सिद्धि नि त फेरि होइन म त त्यो स्पेसल रूपमा जुन कलाकारहरू यताउताको लागि चाहिँ यो समन र हाम्रो अघि फोन गर्ने छ नि दिपक उनीहरूको एउटा ग्रुपले चाहिँ एकदम हेल्प गरिदियो अनि अरू इन्टरनल यताउता सबै चाहिँ प्रवितले जिम्मेमा लिएर दियो हाम्रो बाजा खलहरूले पनि एकदमै हेल्प गर्नुभएको छ होइन जस्तै उहाँहरूले आइदिनु सोचेको भन्दा पनि कस्तो नै हाम्रो विल पावर के छ भन्ने कुरा यसले थाहा भयो क्या हामीलाई हामीले चाहिँ अब एक्सेप्टै गरेको थिएन क्या हामीसँग जस्तै यो जति पनि ग्राफिक्स भइरहेछ नि त्यहीँकै भाइहरू तपाईँले त्यो देख्नुभयो भने तपाईँ 300को पर्नुहुन्छ एभ्री डे आएर 3टा ल्यापटप त्यहाँ टेबलमा हुन्छ उसले एउटा गरेर हुन्छ उनीहरू आफै बाजिरहेको हुन्छ एकछिनमा एउटा दाइ यो एप्रुभ गरौँ यो पठाउँछ भन भनेर फेरि अर्को पठाएर हुन्छ अस्ति मैले देखेको थिएँ काम गरिरहेको तर मलाई चाहिँ खुसी चाहिँ के लाग्यो भन्दाखेरि इफ यु हेभ अ गुड मोटिभ होइन केही राम्रो गर्छु भने चाहिँ मान्छेले साथ दिँदो रहेछ कि दिँदो रहेछ तर आफू चाहिँ प्योर हुनु पऱ्यो आफ्नो चाहिँ अनेस्ट हुनु पऱ्यो कि तर केटाहरूले हरेक ब्यानरमा एनएक्सको बिचमा चाहिँ राख्ने छोडेन कि हाइलाइटै एनएक्स भएको छ मैले यो पछि मात्र मैले देखाएको थिएँ कि अनि दाइ तपाईँहरूको त यहाँ अस्ति हाम्रो मेयरको येलो कप भएको दाइ तपाईँहरूको यो प्रोग्राम कहाँ हुनु लाग्यो कुन प्रोग्राम तपाईँहरूको त्यहाँ ब्यानर राखेको छ त ए हो र हो ए यो एकाचेमा हुनु लाग्यो 18, 19, 20 हाम्रो चाहिँ 20 गते छ यो मरिपुनीको उपलक्ष्यमा भन्यो ए ल दाइ आउँछ है हामी फेरि अर्कोले दाइ तपाईँको त ठाउँमा हाले रहेछ कहाँ हाल्यो फेरि भने ऊ यहाँ ए हो र राम्रो नि हो नि अस्ति त एकजनाले फोटो खिचेर पठाइरहेको थियो कि मलाई हो ऊ चाहिँ काठमाडौँतिरको हो अनि कहाँ हुनु लाग्छ भनेको यहाँ छ आऊ है भनेको ए हुन्छ तर शनिबार पनि पऱ्यो नि त शनिबार मान्छेको फ्री टाइम पनि हुन्छ हजुर अनि हाम्रो ठ्याक्कै अस्ति सम्मले शनिबार राख्छ है तिम्रो भन्यो शनिबार राख्ने शनिबार भयो भने चाहिँ उसको पनि कस्तो
कस्तोसम्म सोच्ने रहेछ क्या समनले अब फ्राइडे भने पनि प्रायः मान्छेको अफिस हुन्छ होइन अफिस छुटेर आउँदाखेरि अब मान्छे फेरि टायर्ड पनि हुन्छ आफ्नो मेन्टली प्रेसर हुन्छ शनिबार राख्यो भने हेर साथी शनिबार फ्री पनि हुन्छ होइन मान्छे दिउँसोदेखि बिहानदेखि आउने पनि ठेगान छैन छुट्टाएर आउन पाउँछ भन्यो ल हुन्छ खास हाम्रो शनिबार अन्त्य प्रोग्राम थियो ल ठिक छ राखिदियो समनले फोन गरेर हुन्छ साथी यसो गर्न लाग्यो है हुन्छ गर म अलवेज म सपोर्ट गर्छु अब कस्तो तरिकाले सपोर्ट गर्ने हो फेरि होइन अब फेरि आर्टिस्टले सपोर्ट गर्ने एउटा अर्कै तरिका हुन्छ होइन मेन भनेको चाहिँ आफ्नो टोलको त भइहाल्छ अब त्यसमा फेरि बिचमा छिरेर यस्तो उस्तो भन्ने फेरि मलाई मन लाग्दैन कि मलाई तिमीले जसरी हेल्पको लागि बोलाउँछ म त्यसरी आउँछु आफ्नै टोल हो आफ्नै टोल भन्दा पनि अब जस्तै उहाँहरूको चाहिँ जुन दाइले अघि भन्नुभयो नि त डिफ्रेन्ट जिम्मा लिएको हुन्छ नि त त्यसमा फेरि आफूले हेल्प त गर्ने भन्यो अब त्यहाँ छिरेर फेरि यो बुझिराख्नु भन्दा बरु साथी हो इक्वल फोन गर तिमीलाई के हेल्प चाहियो त्यो भयो भने साथीभाइमा ट्रस्ट भएपछि बन्डिङ त राम्रो छ सो हजुरहरूलाई चाहिँ एनएस ब्यान्डलाई चाहिँ दाइ हजुर एउटा ब्यान्ड च्याम्पियन गएपछि दाइ कतिको बुस्ट भयो दाइ बुस्ट भयो नि एउटा हाम्रो भिरको खोलो भन्ने एउटा अफिसियल सङ आफ्नै गीत छ त्यो गीत चाहिँ 7 वर्ष भइसकेको थियो त्यो गीत निकालेको चाहिँ अनि त्यो बेला पनि राम्रै रेस्पोन्स थियो तर सोचे जतिको हाइप चाहिँ जान सकेन प्लस हामीसँग त्यो बेला अब डिजिटल मार्केटिङको आइडिया पनि भएन होइन अनि प्लस अब हामी त स्ट्रगलिङ ब्यान्ड भयो हामीले त्यो गीत निकालेको पनि एउटा रोचक ऊ छ है म भन्छु जस्तै हामीले त्यो बेलामा हप्तामा 5-6 दिन चाहिँ प्रोग्राम गर्थ्यौँ क्या ठमेलमा अनि सबै प्रोग्रामको चाहिँ इच प्रोग्रामको चाहिँ पैसा निकालेर चाहिँ मैले चाहिँ एउटा ब्यान्डमा चाहिँ एउटा छुट्टै एकाउन्ट एउटा बनाएको छु कि जस्तै हामी मेम्बर 5 जना छौँ नि त अब हजुर ब्यान्डको इन्कम कति आउँछ त्यसमा चाहिँ 13% काटेर चाहिँ मैले ब्यान्डमा राख्ने गरेको छु कि लाइक ब्यान्डको जुनै पनि काम गर्दा होस् या हामी बाहिर घुम्न जाँदाखेरि कसैको पर्सनल पैसा चाहिँ निकाल्नु पर्ने अवस्था छैन अनि त्यो बेलामा यो गीत बनाउँदाखेरि चाहिँ लगभग 1,47,000 गएको थियो कि 6-7 वर्ष अगाडि कि अनि अब कमाएको पैसा जति अब तपाईँले पनि थाहा छ नि आजकल गीत गरेर पैसा कमाउनु कति गाह्रो छ होइन मार्केट फेरि त्यस्तै छ कम्पिटिसन धेरै छ त्यसमा बजेट छैन फेरि अनि हामीले 1,50,000 कि 60,000 जम्मा गरेको थिएँ मैले होइन अब त्यो बेलामा 25 जनाको हाम्रो सुटिङको प्याकेज भनौँ न मान्छेहरू 25 जना थियो कि अब त्यो फेरि गीत लाखुरी भन्ज्याङमा सुटिङ गरेको थिएँ मैले होइन अब अडियोदेखि लिएर ट्रान्सपोर्टेसन अनि फेरि खाना अनि मेकअप आर्टिस्टको पेमेन्ट क्यामेरा सबै गर्दाखेरि भएको जति पैसा सबै गयो कि अनि एउटा चाहिँ आश चाहिँ के थियो भने सबैले यो गीत चाहिँ राम्रो छ है यो गीत चाहिँ चल्छ है भनेर एउटा सबैले भन्नुभयो होइन आत्मबल बढ्यो कि अब हेर्नु अब जमाना त फेरि त्यस्तै हो नि अब जेमा पनि पैसा चाहिने हो मार्केटिङ गर्नलाई त्यो बेला 1-2 जनाले भन्नुभएको थियो कि अब अर्को यति जति खर्च गर्नुपर्छ अब छैन अब भएको पैसा सबै चलाइसके अनि त्यसपछि हामीले चाहिँ हाइलाइट्स नेपालमा दियौँ भ्यू चाहिँ अलि राम्रै गएको थियो तर बिचमा चाहिँ स्टप भइदियो अनि त्यसपछि ल गर्नुपर्ने जस्तो भयो मलाई पनि थाहा थिएन कि एनएस ब्यान्ड होइन म त फेरि त्यो मैले ब्यान्ड च्याम्पियन हेरेर एरियल्स नेपाल दाइहरू भएर अनि 2-3वटा चिनेको ब्यान्डहरू थियो क्या दाइहरू त्यही त गिग सिगमा भेट्ने अनि एकदम मिल्ने दाइहरू ठ्याक्कै मैले दाइहरूको अगस्टिक ब्यान्ड भनेर याद भएको सबैको रक ब्यान्ड हुन्छ कम्पिटिसन भन्ने बित्तिकै यहाँ दिने हो नि त त्यो सोच्ने नै त्यो हुन्छ अब हामीले पनि कन्सर्ट भन्ने बित्तिकै के सोध्छ दाइ अहिले बिस्तारै लाउड हेभी ए ल कपाल सवाल पालेको केटाहरू अलिकति रोक्सोक्सी खाने पारा देखाउने अब होइन त्यस्तो हुन्छ नि त अनि ठ्याक्कै अकुस्टिक ब्यान्ड भने चाहिँ मैले ठ्याक्कै याद गरेको कि दाइहरूको त्यो हाम्रो चाहिँ एउटा ब्यान्डमा एउटा राम्रो पोइन्ट चाहिँ के छ भने मैले अघि भने जस्तै सबै हाम्रो ब्यान्डको एकाउन्टबाट अहिलेसम्म हामीले 6-7वटा गीत बनायौँ म्युजिक भिडियो त्यो फर्स्टमा फर्म गराएदेखि अहिलेसम्म चाहिँ पर्सनल मेम्बर कसैले पनि पैसा चाहिँ हाल्नु परेको छैन फाइनेन्सियली एकदमै म्यानेज्ड रहेछ हजुर त्यो त अब यस्तो हुन्छ अब हामी त जस्तै भनौँ न हामी त काम गर्नुपर्नेहरू होइन अब अहिलेको जमानामा त एउटा गीत निकाल्नलाई मिनिमम 2.5-3 लाख रुपियाँ चाहिन्छ अडियो मात्रै गऱ्यो भने खान्छ कति ठाउँ खान्छ होइन अब सकिँदैन नि एउटा ब्यान्ड भइसकेपछि एउटा मात्र गीत बनाउने कुरा हुन्न फेरि ट्राई त गरिराख्नुपर्छ अब एभ्री टाइममा 20-25-50,000 निकाल्नु त पोसिबल हुन्न बरु प्रोग्राम गरेर टाइममा अलिअलि छिरायो भने सेभिङले धेरै काम लाग्दो रहेछ कि होइन त्यो हुँदाखेरि अनि कसैलाई फेरि प्रेसर पनि छैन नि त अब ब्यान्डमा खटपट हुने फेरि यही कारणले हो नि त अब ब्यान्डमा भनौँ न अब गाउने मान्छेले मात्र गायो कतिपय टेकहरू त अहिले त सबै
किबोर्डबाट हालिन्छ होइन त्यो हुँदाखेरि ल मैले बजाउनै पर्दैन अनि पैसा राख्ने होइन अब ड्रम फेरि सबसे पोसिबल नहुने त फेरि ड्रम्स हो नि त लाइभ ड्रम्स हाल्दा फेरि त्यति सजिलो छैन सेटअपै त्यो त सबै प्रोग्रामिङ गरेर हाल्ने हो अनि उसले प्रोग्रामिङ गरेर चिजमा अब ब्यान्ड मेम्बर भइसकेपछि सेयर गरेपछि त सबै कुरा सेयरै हुन्छ त्यो मैले मात्र गर्ने उसले मात्र गर्ने भन्ने हुन्न ड्रमरले पनि हाल्नै पर्यो उसको रोल भए पनि नभए पनि उसले त पैसा हाल्नु त भोलि पर्सि युट्युबबाट पैसा आयो तैँले ब्यान्डमा ड्रमै बजाएको थिएन तँलाई दिदिनँ भन्न मिल्दैन नि त्यही त राख्ने बेला पनि राख्नुपर्छ लिने बेला पनि लिनुपर्छ सबै इक्वेलै हुन्छ सबै कुरामा इन्भल्भ हुन्छ भोलि प्रोग्रामिङ ड्रम हो प्रोग्रामिङलाई पैसा दिने भन्न मिलेन अनि त्यो चाहिँ जस्तै अब खटपट नहोस् न हाम्रो फेरि काम गर्दाखेरि चाहिँ कसैको चित्त दुख्ने त्यस्तो छैन कि दाइ होइन प्रफिट भए पनि बाँध्ने अब यति पैसा आए पनि बाँध्ने हो ल ब्यान्डमा यति पैसा गए पनि डिभाइड गरेर छिराउने कि जस्तै हामी 5 जना छ भने कहीँबाट प्रोग्राम आयो भने त्यसलाई डिभाइड बाई 6 गरिदिने किनभने ब्यान्डको एउटा पनि छ नि त अनि त्यसमा एउटा छिरायो भने आनन्द भयो एक्ज्याक्टली होइन तर रमाइलो छ हाम्रो ब्यान्ड त्यो एउटा फाइनेन्सियल म्यानेजमेन्ट पनि स्ट्रङ हुनुपर्दो रहेछ कि ब्यान्ड चलाउनलाई चाहिँ हजुर किन अब अघि भने जस्तै होइन अब पैसा नै हो सबै पैसा नै अड्काउने भनेको होइन अनि हाम्रो पनि पहिला यसलाई ब्यान्ड बनाउने साह्रै रहर थियो कि अनि यस्तै कुराले कि गिटार बजाउने मान्छे छ गिटार किन्न सक्दैन होइन एक्सपेन्सिभ छ नि त यार आर्ट भन्ने इन्डस्ट्री पनि होइन अब सबभन्दा खर्च फेरि जति गऱ्यो त्यति नै निस्किन्छ गिटार त बरु ल्याउँदै जाँदा चाहिँबाट होइन यसो अकेस्टिक गिटार कतैबाट म्यानेज हुन्छ अब ड्रम्स कसरी किन्ने हो नि कम एक्सपेन्सिभ छ ड्रम्स होइन अब त्यो बेला त ल भर्खर बच्चाले कहाँबाट ड्रम्स किन्ने बजाउन आउँथ्यो रहर छ स्किल पनि छ तर सामानै किन्न सक्दैन होइन त्यसको लागि चाहिँ फन्ड भने चाहिँ मलाई मन पऱ्यो कि यो अहिले ब्यान्डको आएको इन्कमबाट चाहिँ एउटा फन्ड क्रिएट गरेर 6 बनायो त्यही हो अब हामी जस्तै टुर हो जाँदाखेरि पनि पकेटबाट पैसा खर्च गर्नु पर्दैन कि सबै हिसाब राखिराख्ने हो एकजनालाई जिम्मा दिने हो ल कति खर्च भयो होइन अब राउन्ड फिगरमा गर्छ सजिलो भयो नि जस्तै अब कहीँ जानु छ नि 15-20 रुपियाँ बोक्यो ल यो तिमीले कसैले खर्च गर्नु पर्दैन ब्यान्डकैबाट खर्च गर जति बाँकी आफूलाई नै आनन्द भयो त्यो त्यति मनी त स्ट्यान्ड बाई हुने भन्दा जहिले चाहे पनि राम्रो आइडिया हो एकदमै आफ्नो ब्यान्डले आफूलाई पाले जस्तो पनि भयो नि त कहिलेकाहीँ आफूलाई गाह्रो पऱ्यो बेला त्यहीँबाट अलिअलि लिनु पनि मिल्यो होइन तर सामान चाहिँ जोड्नमा चाहिँ अलिकति अप्ठ्यारो हुन्छ फेरि यसो किनभने भोलि पर्सि अब ब्यान्ड इनकेस ब्यान्ड छोड्यो भने त फेरि अप्ठ्यारो हुन्छ नि त सामान चाहिँ म नकिने नै भन्छ कि ब्यान्ड मेम्बरलाई किनभने त्यो भनेको आफ्नो पर्सनल हुन्छ नि त भोलि आएर चाहिँ ब्यान्डमा मात्र उसले जस्तै एउटा एकजनाले गिटार किन्यो त्यो गिटार त उसले कि त ब्यान्डमै मात्र बजाउनु पऱ्यो ब्यान्डको पैसाले किनेपछि होइन त्यो एउटा चाहिँ मैले सबैलाई पर्सनली गर भन्छु त्यो किनभने अब आफूले गिटार किनेपछि भोलि अन्त गएर बजाउँदाखेरि पनि फरक परेन नि आफ्नो गिटार भएपछि जहाँ पनि लिएर हिँड्न मन लाग्छ होइन त्यही त हो नि नलैजाऊ भन्न मिल्दैन कि त आफैले ब्यान्ड फर्म गरेर कोलाई के चाहिने सबै आफै इन्स्ट्रुमेन्ट किनेर चाहिँ ए तिमी आएर मात्र बजाऊ भन्नु पऱ्यो तर पोसिबल छैन त्यो अब त्यो त स्टुडियो नै भयो नि एउटा तर यस्तो यो फोनले गर्दाखेरि मलाई चाहिँ धेरै खुसी लाग्छ कि खुसी पनि लाग्छ अनि जस्तै अब म्युजिक भिडियो बनाउनु पर्दाखेरि पनि पैसा निकालिराख्नु परेन हो नि भन्नासाथ पैसा हुन पनि सक्छ नहुन सक्छ अब त्यसमा मनमुटाव पनि हुन्छ मनमुटाव हुन्छ नि त जस्तै अब किनभने पैसा कमाउनु कति गाह्रो छ होइन एउटा गीतमा 3 लाख रुपियाँ खर्च गर्नु भने त त्यो त जोक होइन नि त्यो 3 लाख रुपियाँ फेरि कहिले फिर्ता हुने हो चल्छ चल्दैन थाहा छैन त्यो त आफ्नो सपनाको लागि आफ्नो प्यासनको लागि गर्ने हो आए नि ठिक छ नआए नि ठिक छ भन्ने हिसाबले खर्च गर्नुपर्छ तर एउटा गीतमा खर्च गरेर पुग्दैन फेरि अहिलेको सिनेरीमा त ब्याक टु ब्याक हान्नुपर्छ नत्र गीतमा मात्रै खर्च गरेर हुँदैन अघि भने जस्तो प्रमोसन गर्नु पर्यो मार्केटिङ गर्नु पर्यो होइन आफू पनि खटिनु पर्यो आफ्नो टाइम छुट्टिनु पर्यो त्यही भएर गाह्रो छ भनेपछि ब्यान्ड च्याम्पियनले अलिकति त्यो कुरालाई नै हजुरहरूलाई पुस गरिदियो ब्यान्ड च्याम्पियनले पुस गरिदिएछ हाम्रो भिरको खोलो भन्ने अघि भनेको छ गाना त्यो चाहिँ पुस गरिदिएछ अनि त्यो फेरि हाम्रो ब्यान्डैलाई पनि पुस गरेछ ब्यान्डैले हो ब्यान्डलाई नै हो म पर्सनल पनि छैन किनभने NS1134 भनेर हामीले त्यो पहिलादेखि 14 वर्ष भइसक्यो त्यो 1134 चाहिँ के हो यो अघि तपाईँले जुन हामी अफ इयरमा त्यो कुरा भएको थियो नि त एकाछी कल्चरल फेस्ट 1146 होइन 46 भनेको नेपाल सम्बत 1146 भयो तर हाम्रो ब्यान्ड फर्म भएको चाहिँ NS1134 नेपाल सम्बत 1134 ओके सो नेपाल सम्बतमै छ NS 1134 मा फर्म भएको अफिसियली 1134 देखि चाहिँ अलिअलि पैसा कमाउन थाल्यो त त्यो भन्दा 2 वर्ष अगाडि कलेज हुँदाखेरि यतिकै हावामा फर्म गरे ब्यान्ड हो अहिले इन्फर्मली चाहिँ पहिल्यै भइसक्यो इन्फर्मली पहिल्यै भइसकेको छ तर फर्स्ट गिग गरेको भनौँ न फर्स्ट गिग गरेर
फर्स्ट गिग चाहिँ 1134 मा गरेको त्यही थिएँ त एकाछिमा त पपुलर रहेछ एनएस ब्यान्ड होइन मैले त सुनेको थिएन कहिले पनि फुल फर्म त्यस्तो पर्यो हजुर नेपाल सम्पत 11 मैले पनि सोधेको थिएँ यो 1134 के हो यो भनेर सोधेको थिएँ मैले तर आई वाज गेसिङ है 1134 पक्कै पनि नेपाल सम्मतै हुनुपर्छ भनेर चाहिँ गेस मैले गर्दा किन नाम अलि अर्कै छ ब्यान्ड भने 1975 एडी हुन्छ 1975 छ होइन नम्बरमा हुन्छ फेरि अगाडि नम्बर पनि छ दुइटा कोड जस्तो नि छ फेरि यो चाहिँ अनि नाम र थर हो क्या केही साक्य टाइपको हुन्छ एनएस भयो यो चाहिँ होइन अब केही नाम अनि साक्य टाइपको अब पछाडि होला अनि त्यसपछि केही डेट होला सोचिरहेको थिएँ क्या मैले चाहिँ अब किनभने मैले ब्यान्ड च्याम्पियनहरू फलो गरेर हुन्थेँ यताउता हेरेर आएको भएर अब त्यो फर्म गर्दाखेरि सबैजना फेरि नेवार थियो कि अनि एकजना चाहिँ अर्को हाम्रो अर्को कास्टको मेम्बर थियो अनि यसको एउटा रमाइलो कथा छ है म भन्छु हामी कलेजमा यत्तिकै बजाउने कि अब कलेजमा फर्स्टमा प्रोग्राम गर्दाखेरि त अब गिटारै हुँदैन थियो नि तपाईँले भने जस्तो ओइ तेरो गिटार सिक्दैन ओइ तेरो शेखर दुइटा दिएन होइन त्यो बेला स्ट्रिङ हाल्ने पनि फेरि त्यो 10 रुपियाँ जान्छ नि स्टेसनरीमा जाने एलिस त्यो राख्ने भयो अनि एकचोटि चाहिँ अब ल राम्रोसँग ब्यान्ड चलाउने हो 6 जना मेम्बर थियो कि पहिला गीत गाउने 3 जना थियो नि त पहिला ए हो र फर्स्टमा म ड्रमर थिएँ नि म स्कुलमा त म ड्रम बजाउँथेँ अनि त्यसपछि कलेजमा हुँदाखेरि अब साथीहरूले ओइ तेरो पनि भोकल त राम्रो छ गाना गा भने म फेरि साई नेचरको के अब अरूलाई राम्रो लाग्ने आफ्नो आवाज आफैले सुन्यो भने हाँस्ने कि अब यस्तो पनि जिस्काएर है क्या ओइ गाना गा भने कि साँच्चै गाउने गानाबाट कहाँ पुगिसक्यो के बोल्दैछ अनि एकचोटि गाएँ मैले होइन ल अब तँ पनि गा अनि त्यो बेला चाहिँ हाम्रो ब्यान्डमा एउटा चाहिँ एज ब्यान्डको फ्यान एकजना मेम्बर अनि अर्को चाहिँ 1974 एडीको दाई हार्ड फ्यान होइन अनि म चाहिँ दिपक बजाचार्यको फ्यान आफ्नो दाइ त्यो देखिन्छ तपाईँहरूको क्राफ्ट दिपक बजाचार्य अनि अब नाम के राख्नु त होइन अब 2-3टा नाम आयो कि चित्तै बुझेन कि अनि एकजनाले चाहिँ ल म यो नाम राख्छु किनभने म अब 1974 एडीको फ्यान हो एनएस 1134 भने पनि यस्तो पनि नाम हुन्छ राख्न तैँले राखेर त हेर भन्यो सबैलाई हुन्छ भनेको हुन्छ अनि उसले एउटा चिज चाहिँ उसले भनेर गयो मलाई अहिलेसम्म याद छ कि अहिले हामीले यो नाम राख्यो कसैलाई चित्त बुझ्दैन तर जुन बेला यो नाम अलिकति चल्छ नि त्यो बेला तिमीलाई यो नाम युनिक लाग्छ भनेर गएको थियो तर अहिले सोच्दाखेरि चाहिँ हो जस्तो लाग्छ अनि फेरि मान्छेहरूले तपाईँले सोधे जस्तै भन्छ कि एनएस 1134 भनेर चाहिँ के हो अनि यो भन्दाखेरि ओ नेपाल सम्पत 1134 युनिक रहेछ त अब त्यो नेपाल सम्पत 1134 भनेर राख्न फेरि पोसिबल छैन नाम अलि लामो हुन्छ नि त अनि एनएस 1134 राख्थ्यो कतिपयले 1974 एडी जस्तो हो कि क्या हो पनि भन्छ हो अब हाम्रै दाइहरूको ब्यान्ड हो होइन नेपालको चलेको ब्यान्ड हो उहाँहरूसँग नाम जोड्नु पनि धेरै राम्रो हो नि आफ्नो कल्चरल नेम पनि भयो अनि फेरि हाम्रो म्युजिक पनि फेरि त्यस्तै छ नि त मादल सादल राखेर गरे हुन्छ नि त नेपाल सम्मत भन्ने बित्तिकै तपाईँहरूलाई अनि फेरि नेवारी गीत चाहिँ किन छैन नेवारी गीत मात्रै गर्नुहुन्छ कि यस्तो क्वेसन पनि आउँछ त्यस्तो मान्छेले भन्छन् मान्छेले नेवारी गीत पनि छ तर नेवारी गीत चाहिँ ब्यान्डले चाहिँ गरेको छैन ब्यान्डले चाहिँ अब एउटा बनाउने कुरा चाहिँ भइरहेछ अब नेवारी गीत आयो भने चाहिँ हामीले त्यही कभर पुरानो गीतहरू होइन जो राजामती भयो अनि त्यसपछि धेरै गीतहरू छ नि नेवारीको अब लोप भइसकेका गीत के होइन मान्छेले त्यो जमानामा चाहिँ सुनेको छ हुन त अहिले पनि बजिरहेको हुन्छ त्यो गीतहरू रिक्रिएट टाइप ओहो है पहिला अब हामी न जन्मिया कहाँ हो नि त्यो बेलामा राजामती गीत निस्किया बेलामा त हामी त दाइहरू त भर्खर ऊ होला होइन नेपालमै फर्स्ट टाइम रेकर्ड भएको गीत हो क्या लोकगीतै भयो यो त पहिलेदेखि चलेको मैले सुनेको त अझ पहिला त हाम्रो नेपालको एन्थमै हो नि त राणाको पालामा राष्ट्रिय गीतको रूपमा बजाएको फर्स्ट रेकर्डेड सङ पनि हो नि नेपालकै हो सो यो कन्सर्ट यताउता भन्ने बित्तिकै टोलमा अलिकति त डर पनि हुन्छ झगडा होला लाउड होला होइन त्यो कुराहरूलाई चाहिँ तपाईँहरूले कसरी म्यानेज गरेर राख्नुहोस् यसलाई चाहिँ हामीले अलिकति भोलिन्टियरहरूलाई चाहिँ अलि हामीले फोकस गरेका छौँ अब हाम्रो टिनेजर भाइहरूलाई चाहिँ र त्यसमा हामी आफै पनि जोडिरहेका छौँ हाम्रो टोल कमिटीका पदाधिकारी पनि त्यो भोलिन्टियरमा जोडिएको छ हामीले 150 जना जति हामीले भोलिन्टियरमा खटाउने मिलाएका छौँ सिसिटिभीहरू पनि छन् अनि अलिकति हाम्रो रक भन्दा पनि अलिकति हाम्रो ट्रेडिसनल टाइपको भएर त्यस्तो नहोला भन्ने हामीले अपेक्षा गरेका छौँ अब हामीले चाहिँ फ्यामिली क्राउड बढी एक्सपेक्ट गरिरहेको छौँ फ्यामिली त हुन त सबै खालको क्राउड आउँछ तर
यस्तो खालको इभेन्ट होस् कि जहाँ मान्छे आफ्नो परिवार लिएर पनि हेर्न आउने टाइपको हुन्छ नि त्यस्तो खालको सोचिरहेको कि हामीलाई सुरुमा हामी डराएको पनि त्यही हो यसमा सबै इभेन्टमा सबभन्दा डर भनेको ओपन भएपछि त्यही झै झगडा भन्ने कुरा हुन्छ त्यो कुरा हजुरले पनि सबैले देखिरहेको पनि हो जात्रा इभेन्ट भएपछि त्यो कुरा अब केही न केही इन्सिडेन्ट भइहाल्छ हल्का त्यो प्रसाद चढेपछि फेरि त्यो प्रसाद चढाउने मान्छेहरू भइहाल्छ होइन हामीले पुलिस प्रशासनसँग पनि सहयोग मागेका छौँ उहाँहरूले पनि सहयोग गर्छु भन्नुभएको छ एलएमसी पनि छ रहेछ साथसाथै हामी मात्र होइन कि त्यो वरपरका छरछिमेक हामीले टोलहरूबाट पनि भलिन्टियरहरू मगाएका छौँ कोर्डिनेसन गरेका छौँ त्यो मिलाएर गरेका छौँ हामीले मङ्गल बजार सुन्दारा सबैतिरबाट हामीले भलिन्टियरहरू आएका छन् त्यो भएपछि त्यो भलिन्टियर सबैतिरको भएपछि त्यसले अलिकति क्राउडलाई मिलाउन सकिन्छ भन्ने कुरा फेरि हाम्रो लेन्थमा छ नि त हाम्रो ठ्याक्क इनकेस त्यस्तो घटना गर्दाखेरि त्यो ट्र्याकल गर्ने अलिक सहज टाइपको छ कि किनभने मान्छेहरू अब जात्रामा आउने भन्यो महोत्सवमा आउने भन्यो त्यो पाटन एरियाको अलिक डर आउँछ पाटन भक्तपुर भनेपछि अब त्यहाँको नेवारहरू यस्तो हुन्छ रहेछ होइन अब नराम्रो एउटा छाप पनि छ क्या दाइ मान्छे अब त्यहाँ उनीहरूको ग्रुपिजम छ हामीलाई गएर पिट्ला कि खाएर त्यो गर्ला कि भन्ने कुरा एकदम छ क्या दाइ यो एउटा चाहिँ एकदमै गर्न नहुने काम हो कि होइन किनभने अरू मान्छेहरूलाई तपाईँहरूले त इन्भाइट गरिराख्नु भएको छ नि त कति छापै त्यही भएपछि अब कोही बच्चालाई त नजाऊ त्यहाँ त उनीहरूको त्यहाँ यस्तो यस्तो हुन्छ त्यहाँ मान्छे पार्टिसिपेट गर्न खोज्दैन त्यो घरैबाट नजाऊ भन्छ डाइरेक्टली कति लाग्यो त्यो अलिकति कस्तो भने यो कम्युनिटी बेसिसले अर्गनाइज गरेको कम्युनिटी बेसिसै जोडेको भएर चाहिँ त्यो कमै हुन्छ जस्तै जापा समाजहरूले गर्ने कन्सर्टमा पनि कहिले पनि झगडा हुँदैन होइन कुनै पनि कम्युनिटी बेसिसले गरेको प्रोग्रामहरूमा झगडा कमै हुन्छ किनकि त्यो कम्युनिटीको मान्छे त्यहाँ भलिन्टियरदेखि लिएर सबै चिजमा खटिएको हुन्छ फेरि हल्ला चाहिँ त्यस्तै आउँछ त्यो जस्तै एउटा मङ्गलबारमा अस्ति भएको घटना यताउता त्यो अर्को ओपनली अर्को टाइपले हुँदाखेरि चाहिँ त्यो सम्भावना हुने कुरा भएको यो चाहिँ विशुद्ध हामीले सांस्कृतिक रूपमा एउटा त्यो जोडेको भयो होइन अर्को कल्चर रूपमा जोडेको पनि भयो अर्को समुदाय नै यसमा लाग्ने भएको भएर चाहिँ त्यस्तो चाहिँ नहोला भन्ने हामीले अपेक्षा गरेका छौँ नहोस् पनि किनभने कुरा अस्ति भर्खर देखेको कार्तिक नाच अस्ति भर्खर भएको थियो नि हामी त्यही माथि बसेर खाइरहेको थियो हेरिरहेको थियो तल बाङबुङ झगडा परिरहेको थियो त्यो पनि एउटा टोल समाजले नै गरेको इभेन्ट थियो नि त त्यो क्लोजिङ डेमा हैन त्यत्रो मान्छे हेर्न आएको छ त होइन त्यो नमजा भयो नि त भोलिको दिनमा अब त्यहाँबाट कति मान्छेले त्यहाँ झगडा पर्छ जानु हुँदैन है केटी मान्छेहरू चाहिँ त्यहाँ नजाऊ अहिले चाहिँ केटा चाहिँ बच्चाहरू नजाऊ है भन्ने नराम्रो के पनि हुन्छ अहिले भने अहिले त सोसियल मिडिया सबैले केही न खिचिरहेको हुन्छ सबैले हालिदिन्छ क्या त्यो भनेको ग्लोबल्ली जान्छ क्या होइन त्यो त त्यो म चाहिँ मान्छेहरूलाई रिक्वेस्ट पनि गर्छु कि यस्तो झगडा चाहिँ नगर्नु होइन सेक्युरिटी वाइज चाहिँ के छ भन्ने कुरा हजुर यो त धेरै कम भएको पहिलाको त हाम्रो फेरि अर्कै छ नि जात्रा आउने हुँदैन झगडा हुन्थ्यो जात्रा भने चाहिँ पहिला कस्तो पनि भयो नि पहिल्यैदेखि रिस उठिरहेको हुन्छ मान्छेसँग टोल टोल मिलेर झगडा गरेर न्यू पनि अहिले त्यस्तो छैन अहिले हाम्रो पाटन एरिया भरिमा पनि होइन पहिला जस्तो पहिला एक चरण थियो त्यो टोल नमिल्ने यताउता हुने थियो अहिले चाहिँ त्यस्तो छैन अहिले एकदम राम्रो नमिले पनि एउटा कस्तो त यो नेवा कल्चर भने त टोलसँग रिलेटेड कुरा होइन नि त यो त सबैको हो नि त होइन रिसै भयो भने जे भयो पनि होइन अलिक सभ्य तरिकाले मनाइदिनुपर्छ क्या कल्चर भन्ने कुरा चाहिँ जस्तो लाग्छ कि मलाई होइन अब कल्चर भन्ने त अब कहाँ अब बक्सिङ खेल्ने ठाउँ होइन नि झगडा पनि होइन नि त होइन कल्चर भनेको तिम्रो हाम्रो त्यो हाम्रो पावर देखाउने सबै गरेर होइन म डन हो भनेर देखाउने ठाउँ होइन त्यो भने त अब आफ्नो अघि मैले ठ्याक्कै अघि काट्दाखेरि बिर्सेको जस्तै यो नेपाल सम्बत होइन अनि यो हाम्रो जुन सबै जुन कल्चर डेहरू बाउको मुखेर आमाको मुखेर नि यो जुन मटिना पारो अरू जुन ओकेजनहरू छ नि तीहरू यो नेवार कल्चर नेवार समुदायभित्र मात्रै कुण्ठित भयो कि अनि त्यो भएपछि मैले देखेको पनि उनीहरूले चाहिँ यो स्टडी गरेर बाहिर अप्नायो भन्ने कुरा लाग्छ यो हामीले अहिले जुन नेपाल सम्बत राष्ट्रिय सम्बत हो नि त तर हाम्रो राष्ट्रिय रूपमा चल्दैन न्यू इयर भन्छ विक्रम सम्बत मनाउँछौँ त्यो विक्रम आदित्य भन्ने इन्डियाको राजा आएको सम्बत हो अनि जस्तै अघि मटिना पारो जस्तै बाउको मुखेर अमाई यस्ता कुराहरूलाई प्रमोट गर्ने कुराहरूमा चाहिँ समुदायभित्र मात्र राख्यो कि त्यसलाई निकालेको भए त्यहाँबाट निकालेर समग्र राष्ट्रको रूपमा अपनाउट गरेर लगेको भए सायद भ्यालेन्टाइन डे होइन कि यमरी पुनेको दिन हामी सबैले भ्यालेन्टाइन डे पुनेको चाहिँ थोरै अलिक डिटेलमा अलिक हजुरले खोलेर भनिदिनु अब यमरी पुनी यो अन्नको रूपमा हामीले अन्नको सम्पन्नता अन्नपूर्ण देवी जुन सम्पन्नताको त्यसको प्रतीकको रूपमा गर्छौँ हामीले त्यो होइन त्यो हामी सम्पन्न होस् भनेर गर्छौँ त्यसमा हामीले विभिन्न प्रकारका यमरहरू बनाइन्छ जस्तै कुबेर धनको रूपमा पनि त्यो बनाइन्छ लक्ष्मीको बनाउँछ गणेशको बनाउँछ अनि यो हाम्रो विभिन्न जस्तै निरतीर्थराई निर्पुनी त्यो 2 वर्ष भएको बेलामा 5 वर्ष भएको बेलामा उसलाई त्यो यमरीको माला लाउनुपर्छ कि अनि मसिन्द्रनाथ कहाँ पनि त्यो यमरी चढाउनुपर्छ
त्यो त्यसको अर्कै सांस्कृतिक महत्त्व पनि छ कि त्यो यो खानालाई मात्र त्यो चाकुभित्र हुनुको चाकु खानुको महत्त्व यो जाडो म्याममा चाकुले प्रतीकात्मक चाहिँ के हो त्यो हेल्थको रूपमा पनि त्यो राम्रो के साइन्टिफिक रूपमा त्यो चाकुले गर्दाखेरि त्यसलाई चाहिँ पकालेर त्यो जाडोमा चाहिँ हामीलाई त्यो त्यसको हिटले चाहिँ हामीले चाहिँ सर्भाइभ गर्न सजिलो होस् भनेर त्यो पनि खास चाकु बनाउने चाहिँ के हो त त्यो कम्युनिटी मिलेर बनाउने हो कि घर घरमा बनाउने हो कि के हो त्यो दुई किसिमले पनि बनाएको कसैले चाहिँ अब घर घरमा पनि बनाएका छन् कसैले बेच्ने हिसाबले कम्युनिटीले पनि बनाएका छन् चाकु फेमस चाहिँ टोखाको चाकु फेमस छ चाकुको लागि स्पेसल रूपमा टोखाको चाकु भन्ने कुरा छ यहाँ काठमाडौँ उपत्यकामा चाहिँ हजुर सो यसलाई त्यो नेपाली भ्यालेन्टाइन डे भनेर पनि भन्नुभएको छ नि यसलाई अलिक विस्तृत रूपमा यो कुरा मलाई पनि थाहा थिएन धेरैलाई थाहा पनि थिएन होला यो मलाई पनि त्यति धेरै चाहिँ थाहा छैन तर यमर पूर्णिमा त्यो खेल्न जाँदाखेरि आफूलाई मन परेकोले प्रपोज हाल्ने त्यो ढङ्गको टाइपको भएको यो नेपाली अब देउसी भैलो टाइप देउसी भैलो टाइपको त्यो नै खेल्न जान्थ्यो कि घर टोलमा गएर त्यो खेल्न जाँदाखेरि त्यहाँ अब आफूलाई मन परेकोलाई यताउता अब सबै कुरा जुन भ्यालेन्टाइन डेमा हामी अरू अहिले गर्छौँ नि सबै कुरा हुन्थ्यो अब त्यसको अझ भ्यालेन्टाइन डे जुन उनीहरूको जस्तो कहानी के छ त्यो चाहिँ मलाई पनि ठ्याक्क थाहा छैन तर त्यो बेला चाहिँ आफूलाई मनपर्नेहरूलाई ताक्न जाने हेर्न जाने प्रपोज गर्ने भन्ने कुरा थियो कि एउटा प्रपोजल डे जसरी चाहिँ राख्यो जस मन परेको मान्छेलाई हेर्न पायो नि त देउसी खेल्ने बाहनामा यो त्यो टाइपको होइन त्यो हाम्रो अरू देउसी भैलो खेल्न जान्छ यो त्यो नेवार समुदायमा खेल्न अहिले यो त्यो खेल्न जाने यो जावा समाजले गर्दाखेरि अहिले एकदम राम्रो भएको छ अहिले फेरि रिभाइभ भइरहेको होइन उहाँहरूले चाहिँ गरिराख्नु भएको छ त्यसको लागि उहाँहरूले धेरै धेरै धन्यवाद दिनुपर्छ किनकि यो कन्टिन्युटी उहाँहरूले गरिराख्नु भएको छ नभए यो त्यो खेल्न जाने भन्नु म सानो हुँदाखेरि त्यो माग्न जान्थेँ कि मैले अघि त्यो भने नि हराउँछ कि हराएपछि त्यो रिभाइभ गर्न एकदम गाह्रो हुन्छ त्यसलाई त्यो हराउनुभन्दा अगाडि नै बचाइहाल्नुपर्छ भन्ने कुराहरू हो कि मेरो चाहिँ ललितपुरमा चाहिँ जावा समाजले यस्तो चिजको लागि धेरै पहल कमी गरिराख्नु भएको छ मान्ने एकदम राम्रो तरिकाले गर्नु भएको छ तर यसमा चाहिँ राम्रो चाहिँ के भइरहेछ भने अरे नि अब हामीलाई के छ हामी मात्रै यो गरेर हिँडिरहेछ जस्तो लाग्थ्यो कि पहिला के बचाउन संस्कृति तर खालि कुरा के छ भने मान्छेहरू गरिरहेछ कि सबले आफ्नो आफ्नो ठाउँबाट तर सामूहिक रूपमा मिलेर मात्र नगरे हो कि भने त मिल्न पनि खोजिरहेछ तर त्यो अलिकति केही न केही कुराले अड्किरहेछ तर मलाई चाहिँ के लाग्छ यो सबै जसले आफ्नो आफ्नो तर्फबाट गरिरहेछ नि जस्तै तिम्रो अब कति नेपाल संस्कृति प्रमोट गर्ने पेजहरू पनि छ होइन सोसियल मिडियामा पनि यो सबैजनाले एउटा झन् कोअर्डिनेट गरेर काम गऱ्यो भने त एकदम ग्रान्डै हुन्छ क्या एकदमै ग्रान्ड हुन्छ क्या अनि त्यो अघि मैले भने नि यसबाट टुरिज्मलाई अट्र्याक्ट गर्ने अनि जस्तै बाहिरबाट रिसर्च गर्ने यो आर्कियोलोजी पढ्नेहरू के हुन्छ नि यस्तो हिस्ट्री पढ्नेहरू होइन यिनीहरूको लागि त नेपाल भनेको त रिसर्च गर्नलाई एकदमै राम्रो ठाउँ क्या यो अमरनलाई युनेस्को त्यसमा पनि दर्ता गर्न लाग्छ राष्ट्रिय फुडको रूपमा के गर्ने अहिले प्रोसेस छ यो अमरनलाई भन्ने अनि मलाई अघि अस्ति कसले भनेको थियो एकजनाले वर्ल्ड टेबल टेनिस कम्पिटिसनमा है केमा त्यो प्राइज बनाउँदाखेरि के हाम्रो चाहिँ सेलेक्ट भएको भनेर त्यो अहिले यो अमरको विषयमा धेरै भयो फर्स्ट प्राइज जिताएको थियो अरे कि त्यो उसले यो खेलिरहेको के लाखेले टेबल टेनिस खेलेको वाला बनाउनु भएको थियो हाम्रो एकजना सुन्दराको दाइले भन्नु थियो नाम चाहिँ बिर्सेँ मैले होइन अनि त्यो कोरियोग्राफ गर्दाखेरि चाहिँ त्यो लाखेले चाहिँ टेबल टेनिस खेलेको गरेर त्यो इनोग्रेसनमा चाहिँ त्यस्तो राख्दाखेरि फर्स्ट प्राइज जिताएको थियो अरे क्या ग्लोबल्ली नै भनेको त्यस्तो छ क्या हामीले देखाउन साथ हाम्रो त होइन मान्छेलाई मन परिहाल्ने कल्चर छ क्या त्यस्तो छ क्या टच गरिहाल्ने खालको अब भन्दाखेरि आफ्नो समुदायको त्यो समुदायको भन्नु नै हाम्रो गल्ती हो भन्छ कि यो राष्ट्रको भन्नुपर्ने हामीले भन्दाखेरि हाम्रो समुदायको यो अमरी हाम्रो समुदायको भने राष्ट्रको भन्नुपर्ने नेपालसम्म राष्ट्रको भन्नुपर्ने भन्न त अहिले राष्ट्रकै भनिरहेको छ तर त्यो व्यवहारमा नपुगेर हामी अलिकति अर्किरहेको छौँ भने जस्तै तपाईँले अघि भने लाखे राख्ने बित्तिकै कस्तो एट्र्याक्सन भने जस्तै हाम्रो के थाहा भविष्यमा गएर भ्यालेन्टाइन डे भनेर यही दिनलाई मनाइन्छ कि विश्वभरि विश्वमा नमाने नेपालबाट सुरु हुन्छ सबै कुरा पब्लिसिटी त हो नि त होइन अब क्रिसमस भन्यो भने संसारभरि थाहा छ होइन तर हामीले पनि नमनाउनु त होइन नि त अब हामी पनि धेरै कुराहरू छ नि अब तर हामीले के गरेर स्प्रेड गर्न सकिरहेको छैन कि यसलाई पास अन गर्न सकिरहेको छैन मेन कुरा त अलिक भ्याल्यु गर्न पनि नसकिरहेको जस्तो लाग्छ दाइ भ्याल्यु नै नगरे हामीलाई यस्तो भइरहेछ अर्को वर्ष पनि हुन्छ तिमीलाई मैले इन्फर्मली यतिकै भेटेर एउटा ऱ्यान्डमली भेट्यो भने तिमीसँग मैले इङ्ग्लिसमा बोल्यो भने तिमीले मलाई बढी इज्जत दिन्छौ क्या त्यस्तो त अलि नहोला ल आजकल त के आजकल सो अफ हुन्छ नि त्यो होइन आफ्नो भाषा बोल्ने नि प्राउड गर्नुपर्छ होइन त्यो चाहिँ हुनु पऱ्यो कि सबै ठाउँमा अङ्ग्रेजी बोल्नु जरुरी छैन कि सिक्नु भाषा भनेको ज्ञान भएको जति धेरै सिकाएर राम्रो हो तर आफ्नो भाषा बोल्न चाहिँ लाज मान्नु हुँदैन हो त्यो चाहिँ आजकल चाहिँ कुल हुनलाई हुन्छ नि मन त्यो कुरा चाहिँ अङ्ग्रेजी बोलेपछि चाहिँ कुल हुने
होइन इज्जत पाइने होइन यो चाहिँ अलिकति पढ लेखेको राम्रो रहेछ टाइपको बुझ्ने नत्र नबुझ्ने स्ट्यान्डर्ड होइन तर हाम्रोमा पनि कसो भने यो जस्तै उहाँ नेवार भयो होइन उहाँ देखि नेवार बोल्नै आइहाल्छ कि ठ्याक्कै आइहाल्छ त्यो सबैमा छ त्यो दुईवटा हुन्छ रहेछ क्या दाइ संसारमा मान्छेको नजिकिने भनेको दुईवटा चिजले नजिकिन्छ अरे क्या एउटा खाना अर्को भाषा क्या त्यो हामीलाई मात्र होइन संसारभरि नै त्यही हो होइन तिमीलाई मिठो पकाएर खुवायो भने तिमी त्यो मान्छेसँग चाँडै कनेक्ट हुन्छ मिठो खाना पायो भने एउटा कुरा अर्को कुरा आफ्नो भाषा मिल्यो भने ठ्याक्कै मन पनि मिलिहाल्छ कि त भाषा बोल्न जानु पर्यो कि त मिठो पकाउनु अब बाहिरतिर पनि फ्रेन्च कोलोनीमा बसिरहेको हुन्छ त्यो इङ्ग्लिसै नेसनमा बस्यो भने त्यो फ्रेन्च कोलोनीमा छ भने त्यसले कोही फ्रेन्च भेट्यो भने त्यो खुसी भइहाल्छ क्या फ्रेन्चमा कुरा गरिदियो भने होइन त्यो माया पनि त हो नि त आफ्नो भाषा होइन त्यो हुन्छ तपाईँलाई भने यस्तो त्यस्तै छ हेर होइन सो कृत्य कलाले चाहिँ दाइ अब यो कुरालाई कसरी अगाडि बढाउनु सोचेको छ यो इयर त भइहाल्यो तपाईँले भने जस्तो अगाडि बढाउने यसरी नै हो हेल्पिङ ह्यान्ड्सहरू खोज्दै हिँड्ने हो होइन एक्लैले हामीले मात्रै गरेर अगाडि बढ्दै बढ्दैन होइन अब त्यो रथ तान्छ नि मजननाथको एक्लैले तानेर सक्छ तर सबजना मिलेपछि त्यो रथ पनि तानिदिन्छ नि त होइन त्यस्तै हो क्या यो भने रथ ताने जस्तै हो क्या हामीसँग एउटा रथ छ हामी एक्लैले तान्न सक्दैन त्यो मिलेर तान्नुपर्छ अब रथ बनाइरहेछौँ सान्दै हाम्रो सुजनहरू जस्तो मान्छेहरू भेट हुनु पऱ्यो समान जस्तो मान्छेहरू भेट हुनु पऱ्यो होइन अहिले जस्तै हामीलाई जति पनि हेल्प गरेर आएको त्यस्तो मान्छेहरू भेट्नु सकिन्छ कि सकिन्छ अथवा इभेन्चुली चाहिँ यो प्लान चाहिँ के भने कल्चरलाई हाम्रो आर्ट कल्चरलाई चाहिँ ग्लोबल्ली नै प्रमोट गरौँ के अब गभर्मेन्ट सेक्टरले के गर्छ कसो गर्छ उहाँहरूको कुरा हो हामीले अब त्यसमा हामीले त्यो पोलिसी मेकिङ लेभलमा पुग्यो धेरै माथि पुग्यो तर हामीले पनि एउटा आफ्नै साइडबाट गऱ्यो भने त सकेला नि त जस्तो लाग्छ क्या मलाई चाहिँ अवेरनेस भन्ने कुरा अरूले गरे पनि नगरे पनि हामी चाहिँ गर्दै जाउँ हेर्दै जाउँ होइन कहाँसम्म पुगिन्छ तर अहिलेसम्म राम्रै भइरहेछ हिजो हामी दुईजना लागेको थियौँ अहिले हामीसँग 100जना छ सबैजना लागिरहेछ ल 1 महिनामा हामीसँग 100जना भइसक्यो क्या टिममा त्यो भने त राम्रो कुरा हो नि त होइन त्यो त मै पनि त्यहाँ कनेक्ट हुन पुगिसक्यो तिमी आइसक्यो एउटा पार्ट एउटा हिस्सा तिमी भइसक्यो त्यसको होइन अनि यसरी नै जोडिँदै जाने हो सबभन्दा ठुलो पावर भनेको दाइले भने जस्तो मेरो हाम्रो मात्र भनेर हुँदैन युनिटीमै पावर हुन्छ सबैको भन्ने भावना राखेर हिँड्यो भने चाहिँ नि जे कुरामा पनि अपनाउने क्या सबैले एकअर्काको संस्कृतिलाई एकअर्काको अस्तित्वलाई अपनाइदिने हो क्या होइन अब म नेवा भए पनि नभए पनि नेवा भने दाइले भने जस्तो नेवा भ्यालीभित्र बसेपछि नेवा त्यो बाहुन जात भए पनि छेत्री जात भए पनि त्यो नेवा हो त्यो अस्ति तपाईँले मलाई त्यही भन्नु होइन नेवा भयो नि त मलाई हिजो यो कुरा भन्नुभयो एउटा सानो डेफिनेसन है तपाईँ इन्डियामा बस्नेहरूलाई हामी इन्डियन भन्छौँ जापानमा बस्ने जापानिज अमेरिकामा बस्ने अमेरिकन भन्छौँ अनि नेपा मण्डल जुन नेपा मण्डल भन्छ यो जुन टिस्टुङ पालङदेखि त्यो भोटसम्मको जुन देश थियो त्यो बेला त्यसलाई नेपा मण्डल भन्थ्यो अनि यहाँ बस्नेहरूलाई नेवा भन्ने अनि यहाँ जो मुस्लिम आए पनि नेवा हुने मल्ल आए पनि जसको आए पनि नेवा हुने हो त्यो कल्चर यो सम्पन्न भएको नेवा हुने अब कल्चर कमजोर भएर गएर मात्रै यो कुरा हो नभए त अहिले जति पनि आएका छन् नेवार नै भएर बस्थ्यो नि त होइन त्यो भएपछि हामीले के भन्नुपर्छ भने उनीहरूलाई इन्डियन भने जस्तै यहाँ बस्ने पुर्खादेखि बस्नेहरू सबै नेवार त हो नि होइन र एउटा राष्ट्रको हिसाबमा डेफिनेसन सिधा त्यही त हो नि त्यो एउटा सभ्यता पनि हो नि त ठाउँको होइन यो यहाँको कला संस्कृति अपनाएपछि त्यो मेरो हजुरबा भनेर बाजे भन्छ नेवारीमा होइन मेरो हजुरबालाई यस्तो नेवा भाषा त पर्फेक्ट क्या फ्लुएन्ट मैले पनि सिक्नुपर्ने रहेछ हजुरबाबाट जस्तो लाग्छ कहिले काहीँ चाहिँ तर अहिले त एउटा कुरा चाहिँ हामीले नोटिस गरेर धेरैलाई नेवा भाषा बोल्न आउँछ कि आउँछ यसो हेर्दाखेरि चाहिँ होइन बोल्दा जस्तै छैन अब हामी कहिले काहीँ कुरा गरेर हुन्छ नि त नेवा भेटेपछि ए खला ए छुट्टै आएको नु तर अलिकति एसेन्स चाहिँ फरक हुन्छ तर मलाई फेरि कस्तो राम्रो लाग्छ क्या त्यसो होइन भाषा बोल्दाखेरि ए दाइ त नेवा बोल अरे वा कस्तो मजा कस्तो त्यो छ नि स्विट सुनिने के जस्तै इन्द्रचोकमा त्यो हुन्छ नि त मुस्लिम नेवारहरू शुद्ध नेवार बोल्छ मङ्गल बजारमा पनि छन् चुराहरू बेचिरहेको हुन्छ कस्तो मजाले नेवार बोल्छ हाम्रो टोलमा अब कास्टको हिसाबमै फेरि अर्को हिसाबले होइन कि सुवेदी छन् खनाल छन् होइन लामा छन् अनि जोशी छन् मल्लहरू छन् उनीहरूले यति शुद्ध नेवार बोल्छ कि होइन उनीहरू अब के हो म त्यो भन्दिनँ तर कस्तो नै हाम्रो कल्चरमा हाम्रो सबै चिजमा जस्तै सबै चिजमा उनीहरू इन्भल्भ हुन्छ अनि उनीहरू नेवार हो कि होइन त अब यस्तो क्या एकजना दाइ हुनुहुन्थ्यो कि त्यो लगनमा बस्ने केसी हो क्या म पनि केसी हो त्यो दाइ पनि केसी टोन फेरि नेपाली बोल्यो भने अब नेवारहरूको अलिक टटमाउरो आउँछ भन्छ नि ठ्याक्कै त्यस्तो बोल्ने क्या हुन्छ मान्छे चाहिँ यो दाइ केसी भन्छ होइन म छक्क पर्थेन
भएर त उसलाई चाहिँ नेवारी बोल्न सजिलो क्या नेपाली भन्दा किन त्यो लगनमा हुर्केको ब्रह्मटोल एरिया त्यतातिर होइन अब त्यो भाषै त्यही भयो नि त आफ्नो होइन अपनाउने हो नि त सबै कुरा यो त एकदम सम्पन्न भएको कला संस्कृतिले सम्पन्न भएको समुदाय नै भन्न आउँछ इखासेको है अर्को एउटा युनिक चाहिँ के रहेछ भने इखासेको अब दाइले अघि भन्नुभएको जस्तै त्यहाँ सबै जातको मान्छे रहेछ कि कुनै एउटा जातको मेजोरिटी भन्ने नै होइन छैन रहेछ त्यहाँ एकदम मिक्स रहेछ क्या इन्क्लुसिभ सोसाइटी भन्छ नि हामीले एकदम मिक्स सोसाइटी रहेछ कि त्यहाँ मजाको के तर डिफ्रेन्ट कास्टको भए पनि मिलेर बसेको क्या तर एकदमै मजाको क्या त्यो कास्टले केही फरक हुँदैन भन्ने त्यहाँ डिस्क्रिमिनेसन भन्ने छैन क्या है त्यो फेरि राम्रो चाहिँ के रहेछ इखासेको भने सँगसँगैको टोलसँग नै रिलेसन राम्रो रहेछ कि ए ओके किन हाम्रो कतिपय भाइहरू चाहिँ इखासेकै नभएर इखासेसँग जोडेको टोलको भाइहरू छ कहिले हामीलाई हेल्प गर्न आउनेहरू भनेको राम्रो रहेछ सबैजना सम्बन्धहरू एकदमै राम्रो रहेछ क्या त्यहाँ मेरो तिम्रो भन्दा नि हामी सबैको होइन एकअर्कालाई हेल्प गर्नलाई मद्दत गर्नलाई जहिले पनि एनी टाइम रेडी पर्सनली यताउति प्रब्लम सल्भ हुँदाखेरि पनि होइन घरकै प्रब्लममा पनि कसैको घरको काम छ भने पनि गइदिने होइन सबैजना गइदिने त्यस्तो रमाइलो क्या त्यो होइन एकदमै युनिटी चाहिँ एकदम राम्रो रहेछ मलाई यस्तो प्रोजेक्ट चाहिँ राइजिङ भन्दाखेरि किन के काम भन्ने हुँदैन कि सोध्दैनन् त्यहाँ पुगेपछि बरु के हो भनेर ल म आएँ है काजी बोल्ने जित थेरे परेल उसको बिहामा भन्ने बित्तिकै आइहाल्छ कि बरु त्यहाँ आएर सोच के काम भयो यस्तो गर्नलाई पनि बोलाएर रहेछ अब कहिलेकाहीँ यसो छ्याउला बेलामा होइन अब यतिकै आइज भने नि आउँदैन एउटा काम छ आइज न के काम आइज न कुर्का आएपछि जाउँ चिया खान तैँले मलाई चिया खानलाई बोला यतिकै आइज भने नि त मलाई अब सान्दैसँगै मलाई कस्तो कम्फर्टेबल भइसक्यो होइन म जान्छु एकासी जान्छु भने बिहान पुग्छ म त कुपुन्डलबाट आउँछु होइन सान्दै कता तपाईँ भनेर फोन गर्छ होइन ए म एकछिन एउटातिर आइहाल्छु भनेर ठ्याक्क दाइ आइहाल्नुहुन्छ कि त्यो इकासेको त हिटी थियो नि हिटीको बारेमा नि एउटा विशेषता थियो नि हजुरले चाहिँ भन्नुभएको त्यही मैले अघि पनि भने नि त्यो हिटी चाहिँ ललितपुरको सबभन्दा तल्लो बेगको हिटी धारा हो त्यो होइन हजुर हेर्दाखेरि त्यो अलिकति खाल्डोमा छैन तर त्यो भौगोलिक हिसाबमा सबभन्दा तल्लो बेलको हिटी हो त्यो पछिको कुनै हिटी छैन त्यसपछि खोला त्यो तल पनि तल अलिकति भएको त्यो वासा हिटी उनीहरू पनि यही सेरोफेरोको हिटी हो होइन यहाँभन्दा तल कुनै पनि हिटी छैन प्राकृतिक रूपमा पनि यो सबभन्दा पछि सुक्ने हिटी पनि त्यही हो कि बिचबिचमा सुकेको धेरै समय सुक्यो नि त्यो समयमा सबभन्दा पछि सुकेको हिटी पनि यो हालको हिटी नै हो अनि यसको विशेषता भनेको यो धार्मिक रूपमा तान्त्रिक रूपमा जुन आशीर्वादमा यसको राजकुलो जुन हिटीको जुन संरचना कस्तो छ भने अहिले पनि सस्पेन्ड छ कि अहिले पनि त्यो निश्चित ठाउँमा त्यो मङ्गा जुन भन्छ होइन त्यो चाहिँ केही अनुमानित चाहिँ छ यहीँ छ भन्ने कुरा चाहिँ अहिलेसम्म कसैले उत्खनन गर्न सकेको छैन त्यो नालको केही माथि गर्न सक्यो यसको यहीँबाट आउँछन् भन्ने कुरा चाहिँ छैन अब त्यो नक्सा छन् हाम्रा पूर्वजहरूसँग तर देखाउनु हुँदैन भनेर देखाउनु भएको छैन यो अलि अरू सबैतिर उठ्नु भएका छन् यसको पनि अलिअलि उठ्नु भएका छन् तर ठ्याक्कै यही हो भन्न नसक्ने अवस्था कि किनकि यो नागसँग जोडेको भयो नागले आशीर्वाद दियो भनेपछि त्यो केही गर्यो भने त्यो डरले पनि त्यो नराम्रो होला भन्ने डरले पनि त्यो जुन परिसरभित्र छ नि त्यहाँ मात्रै के भयो त्योभन्दा बाहिर जानै सकेको छैन त्यो डरले पनि अनि समुदायले पनि त्यो गरेपछि बिग्रिन्छ कि भन्ने डरले पनि अब त्यो बरु छोड राख्यो नि पनि हुनसक्छ त्यो ठाउँमा त्यो भएर हामीले यो पानी सर्टेज भएको बेला मात्रै त्यो इनार र त्यो बोरिङ के गर्नु खोजेका थियौँ नभए त त्यो बेल्टमा कुनै त्यस्तै छैन केही पनि छैन सबै अहिलेसम्म मेलन चाहिँ आउँदाखेरि पनि त्यहीँकै पानी खान्छ पानी फेरि मजाले आउँछ टोलभरि डिस्ट्रिब्युट हुन्छ त्यही पानी नेपालको पहिलो जुन ढुङ्गेधाराको पानी स्टोर गरेर घर घरमा पुऱ्याएको उपभोक्ता समिति बनेको हाम्रै हो जम्मा गरेर घर 200 स्वर घर परिवारबाट अब 200 स्वर घर परिवारलाई हामीले खानेपानीको पानी बेगर हामीले सप्लाई गरिरहेका छौँ त्यहाँ जारको अलिकति छैन त्यहाँको त्यहाँ नर्मली हिटीकै पानी खाने हो कि अब त्यहाँ हामी गएदेखि त हिटीकै पानी खाइरहेछ बाहिरको बस्नेहरूले चाहिँ पानी अब गाह्रो छ नि त धारा र इनारमा रुगा लाग्छ के हुन्छ त्यो एकैचोटि त्यो बानी नभएकोले पानी चेन्ज भएर इनारको पानी त्यस्तो पानी बानी नभएकोले फेरि छप्पैसम्म हाल्छ उनीहरूले चाहिँ जारको पानी खान्छन् तर हामीहरू या त्यहाँका जुन लोकल गजब हुँदो रहेछ त्यो हिटीको पानी है बेलुका चाहिँ फेरि तातो पानी आउँदो रहेछ फेरि गजबको विशेषता है दिउँसो चिसो पानी आउँछ जाडो महिनामा हिजो म यसो हात धुन गएको त यसो छाम्छ त बिहान बेलुका तातै हुन्छ मैले अस्ति एकचोटि गएको थिएँ कि त चिसो लानु गएको तातो छ त यसो त नुहाउन पनि सकिन्छ जस्तो लागिरहेको नुहाउन चाहिँ अहिले बिहान छ त्यहाँ नुहाउन लुगा धुन सबै बिहान छ ए त्यसलाई अलि सफाइ राखौँ भनेर लुगा धुन पाएन त्यो स्याम्पूहरू साबुन लान त्यो भएपछि फेरि फोहोर हुन्छ नि त त्यही त हामीले माछा पनि पालिरहेको छौँ त्यो भएर एक्वेरियममा राख्ने माछा अहिले त्यो पछाडिको पोखरी त देखेको छैन है ए छैन नि देखाउनु भएन नि त हामी जहाँ बस्छ नि त्यो सत्लेको ठ्याक्कै साइडमा पोखरी छ नि त ए हो र ल अब आउँदाखेरि हेर्नु पर्यो पोखरी छ
त्यो पोखरी देखेर पनि मलाई इभेन्ट गर्नु मन लाग्यो क्या खास किन त्यो पोखरी छ ढुङ्गेधारा छ होइन अब कल्चरल इभेन्ट गर्नलाई त्योभन्दा बेस्ट ठाउँ के हुन्छ सबै कुराबाट रिच छ मन्दिर त्यहीँ छ मान्छेहरू यत्तिकै होइन मनबाट दाइ त्यो हाम्रो गणेश मन्दिरको बारेमा अलिकति भनिदिनु न गणेश मन्दिरको डिटेल त त्यति मलाई पनि थाहा छैन त्यो हाम्रो रेगुलर पूजा हुन्छ नि त्यहाँ है त्यो भजनहरू भजन चाहिँ अब त्यहाँ त्योभन्दा पनि कस्तो इन्द्र जात्रा यन्यापुनी भन्छौँ हामी यन्यापुनीमा ललितपुरमा 4 ठाउँमा झाँकी प्रदर्शन हुन्थ्यो परापूर्वकालदेखि नै च्यासलमा च्याल्चा भन्छ अनि टङ्गलमा चाहिँ त्यो तमहहरूको त्यो बाटा ठाउँ भन्छ त्यो देखाउँछ अनि हाउसभित्र चाहिँ त्यो मरी बनाउने त्यो जति पनि मिठाई बनाउँछ नि उनीहरूले त्यहाँ प्रदर्शन गर्ने मङ्गलबजारमा अनि हाम्रो टोलमा चाहिँ समय बजी र त्यो बुद्ध जीवनी देखाउने त्यो पनि डिभाइड गरिदिएको हुन्छ है त्यो 4वटा बेलमा मात्रै प्रदर्शन हुन्थ्यो अहिले त धेरै ठाउँमा हुन थाल्छ तर पहिला चाहिँ यही 4वटा मात्रै हुन्थ्यो ट्रेडिसनली चाहिँ त्यो जसले अहिले हामीले जुन इभेन्ट गर्नु खोजेका छौँ त्यो टाइममा पनि त्यस्तै मास आउँथ्यो क्या ललितपुर पाटनभरिका सबै आएर हेर्न आउँथ्यो त्यो यस्तो व्यवस्थित गरेर त्यो बारसार लाएर त्यो मान्छेले आउने सबै गर्नुपर्ने हुन्थ्यो अहिले पनि गर्नुपर्छ त्यो मास त्यत्रो आउँथ्यो कि त्यो अब त्यो सबैतिर बाँडेको भएर अहिले कम भएको छ होइन त्योबाट यसपालि यो इभेन्टमा पनि हामीले त्यो धारामै त्यो समयपछि पनि राख्ने भनेर किनकि त्यो हाम्रो प्रदर्शन भएको भएर अनि त्यो बुद्धको मूर्तिहरू जसरी कसरी बनाइरहेका छौँ भनेर त्यो पनि प्रदर्शन गर्ने हो अझ मैले प्रदर्शनको माथिदेखि एकचोटि डिटेल दिउँ है सबभन्दा माथि हाम्रो सुवर्ण महाविहारमा चाहिँ हाम्रो चाहिँ आजुपी हाम्रो सुवर्णमा कि नापी चन्द्रमा होइन माथि सुवर्ण सबभन्दा पहिले माथिबाट सुवर्ण आउँछ सुवर्णमा चाहिँ हाम्रो आजहरूको जुन ट्रेडिसनल ड्रेसहरू उनीहरू प्रदर्शन गर्ने भन्ने कुरा सोचेका छौँ अनि त्योभन्दा अलिकति आएपछि चाहिँ लाइभ ह्यान्डिक्राफ्टहरू काम गरिरहेको लाइभ ह्यान्डिक्राफ्टको बेल्टहरू हामी कहाँ भएको ह्यान्डिक्राफ्टहरू बाटनहरू सबै त्यहाँ प्रदर्शनमा राख्ने त्योभन्दा अलिकति तल आएपछि एउटा मण्डला बनाउने त्यहाँ अलिकति लोकल प्रडक्टका जुन ह्यान्डिक्राफ्ट सम्बन्धी जुन अरू ह्यान्डिक्राफ्ट मेटल ह्यान्डिक्राफ्ट अरू ह्यान्डिक्राफ्टहरू प्रदर्शन गर्ने अनि अलिकति तल आएपछि फुडहरू अलिकति राख्ने किनकि त्यो फुडमा चाहिँ स्पेसल रूपमा हाम्रो नेवारी कल्चरको फुड मैले अस्ति एउटा भने नेवारी हाम्रो समुदायमा एउटा फी भन्ने डिस छ जुन नुडल्स टाइपको फी भनिन्छ यसपालि अहिलेसम्म कुनै पनि स्टलमा फर्स्ट टाइम राखेको छैन हामीले त्यो उहाँलाई पनि थाहा होला उहाँले त्यो हाम्रो समुदायमा मात्रै भन्छ है त्यो भेज पनि भन्छ नन भेज पनि भन्छ कस्तो चाहिँ त्यो फी भन्ने नुडल्स छ एउटा त्यो तिब्बतमा अलिक बेसी चल्छ अनि थाइल्यान्डमा बेसी चल्छ अनि एउटा हाम्रो समुदायमा चल्छ त्यो पनि बेच्ने अर्को पाल्ला भन्ने एउटा डिस छ त्यो पनि हाम्रो समुदायमात्रै बनाउँछ कि स्पेसल रूपमा अरूको भोजनमा पाइँदैन त्यो हाम्रो एउटा निश्चित समुदायमा पाइन्छ त्यो पनि यसपालि बनाएर राख्नु पनि भेज नन भेज दुइटै हुन्छ त्यो मासु राखेर बनाउनु पर्छ होइन अब त्यसलाई सानो बेला हामीलाई हेला भनेर खुवाइन्थ्यो पाल्ला भनेर खाँदैन हेला भनेर जाडोमा फेरि यसले धेरै काम गर्छ यो जाडो बेला खाने डिस हो यिनीहरू किनभने त्यो अदुवाले त हामीलाई हिट दिइराख्नु भयो नि त त्यसको त्यो मासु र अदुवाको टेस्ट ब्लेन्ड हुँदाखेरि कस्तो मिठो हुन्छ दाइ सोच्नै सक्दैन अल्टामा त्यो टेस्टै डिफ्रेन्ट टाइपको हुन्छ खान मन लाग्छ मासु पनि होइन यसो हेर्दाखेरि मासु पनि देख्दैन पालु पनि देख्दैन तर ब्लेन्ड हुँदाखेरि त्यो के खाएको यसो हेर्दाखेरि अदुवा जस्तो पनि लाग्छ इन्ट्रेस्टिङ भइसक्यो खाने जस्तो भइसक्यो अदुवा मन नपर्ने दियो भने फेरि ठुकेर जान्छ फेरि पाइल्स भएकोलाई चाहिँ अलिक हुँदैन खानु त्यसले हिटै दिने भएर मेन जाडो महिनाको लागि चाहिँ त्यो क्वाटी पनि त्यस्तै हो जाडो महिनामा बुल्ला हामी क भन्छ बुल्ला पनि हुन्छ बुल्ला चाहिँ अहिले चलनचल्ती सबै अलिक पसल पनि बेच्न थालेको छ बुल्ला भने चाहिँ के हो त्यो छ्याङ बनाउनेको लागि लिएको क भन्छ नि त्यसमा चाहिँ हाम्रो मासु पकाएर एकदम पकाएर क्या त्यो अर्कै किसिमले पकाएर दिन्छ मलाई खान मलाई चाहिँ त्यो बुल्ला भने यो हाम्रो पर्सि इभेन्टमा हुन्छ यो पनि हुन्छ मासु भन्दा नि त्यो हड्डी त्यो मलाई थाहा थिएन फुडको उसमा फुड क्याटेगोरीमा के आउला मलाई थाहा थिएन मलाई पनि रिभिल भइरहेछ कति नेवार समुदायमा फुडको कुरा आयो भने यस्तो डिस बन्छ कि होइन 84 व्यञ्जन त्यो एउटा भैँसी काट्यो भने 200 कतिवटा आइटम बन्छ भन्छ खास दाइ भैँसी के पनि फाल्नै पर्दैन त्यही भने ए हो र सबै खानु मिल्छ सिङ अझ हाम्रो त्यो भैँसीकै सिङबाट त हाम्रो त्यो नेको जात्रा सुरु हुन्छ त्यो बजाउने इन्स्ट्रुमेन्ट त्यो खुट्टा छ नि स्पेसल त्यो हाम्रो अहिले न्याक्न भन्छ त्यो खुट्टाको त्यो बनाउँदाखेरि सबभन्दा बेसी मिठो हुने रे
खुट्टाको त्यो मासी हुन्छ नि त्यो स्यो भन्छ बोन म्यारो कि के भन्छ इङ्ग्लिसमा त्यसले बनाउँदाखेरि चाहिँ एकदम स्पेसल रूपमा मिठो हुन्छ त्यो फेरि उ पनि रहेछ क्या तिम्रो मोमोमा पनि पहिला चाहिँ त्यो स्यो भन्दो रहेछ स्यो त्यो मिसाउँथ्यो मिठो हुन्छ नि त्यो बोसो अनहेल्दी भयो त्यो चाहिँ हाले पनि हेल्दी रहेछ क्या अनि हाम्रो पनि कस्तो मिठो हुन्छ नि स्यो र अनि मेन हामीले प्याज भन्छ नि पहिला चाहिँ छ्यापी युज गर्ने रहेछ क्या होइन त्यो अनि त्यो मोमोमा चाहिँ प्याज र छ्यापी हालेपछि के अरे स्यो र छ्यापी हालेपछि चाहिँ मोमो चाहिँ पहिलाको मोमो धेरै मिठो हुने कारण त्यो रहेछ कि त्यो लोकल रस पनि आउँछ नि त ट्याक्क चबाउँदाखेरि मोमो जुसी पनि भयो हेल्दी पनि भयो होइन सोधा अब हामी लामो कुरा नि गरेर रमाइलो भयो नहेर्ला अब यो इभेन्टको थोरै डिटेलहरू भनिदिनु लाइक कहिले हुँदैछ के हुँदैछ एकचोटि सर र फर्स्टदेखि लास्टसम्म मैले भनौँ हजुर इभेन्ट चाहिँ नि हाम्रो अब स्टार्ट हुने चाहिँ नि मङ्सिर 18 1 बजेपछि राति 10 बजेसम्म हुन्छ होइन यो 19 गते र 20 गते पनि कन्टिन्यू हुन्छ क्लोजिङ डे चाहिँ हाम्रो 20 गते त्यही नै हो इभेन्टको डिटेल्स अब बाँकी त हामीले अब सबै कन्भर्सेसनमा कुरा गरिहाल्यौँ के हुन्छ कस्तो हुन्छ भन्ने कुराहरू त त्यही नै हो डेट चाहिँ नि त्यही हो अब आइदिन हुन सबजनालाई म यहीँबाट होइन आएर भव्य बनाएर यसलाई चाहिँ नि सेलिब्रेट गरौँ झगडासडा नगरिकन रमाइलो माहौलमा होइन सेलिब्रेट गरौँ आफ्नो कल्चरलाई भनेर रिक्वेस्ट पनि गर्न चाहन्छु यहीँबाट होइन सबैलाई स्वागत पनि यहीँबाट गर्न चाहन्छु म म्युजिकल वाइज चाहिँ के कस्तो हुँदैछ थोरै दाइलाई म्युजिकल वाइज अघि दाइले भने जस्तो फर्स्टमा हामी बस्दाखेरि अब सबैजना आउँछ आउँदैन ठेगान छैन अहिले हामीसँग के छ तिम्रो छ होइन ल ओके तर पछि चाहिँ मैले सबै पोस्टहरू हेर्दाखेरि धेरैजना अरू ब्यान्डहरू पनि आबद्ध हुनु भएको छ कि धेरै राम्रो कुरा कि अनि मैले समललाई भने होइन जो सबैले राख्नुपर्छ किनभने आफ्नो टोलमा चाहिँ नि गर्न लागेको प्रोग्राममा सबैले पार्टिसिपेट चाहिँ गर्नुपर्छ है त्यो हामीले मात्र बजाउने उसले मात्र बजाउने भन्ने होइन एउटा दुइटा गीत भए पनि बजाउनुपर्छ डान्सहरू पनि राख्नुपर्छ आफ्नो कल्चर डान्सहरू राख्नुपर्छ होइन त्यो टोलमा के छ त त्यहाँ पनि त आर्टिस्टहरू तन्नै हुन्छ अनि कतिपय आर्टिस्टहरूले अब तपाईँलाई थाहा छ नि प्लेटफर्मै पाइरहेको हुँदैन कि कोठामा बसेर गाइरहेको हुन्छ उसलाई पनि बोर लाग्छ नि उसलाई पनि एउटा एक्सपोजर त चाहियो नि त्यही भएर अनि फर्स्टमा चाहिँ हामी मात्र कुरा भएको थियो अनि पछि चाहिँ यसो सबै पोस्टहरू हेर्दाखेरि प्र्याक्टिस गरेरदेखि लिएर अनि ओहो ल ठिक छ सबैजना आउने भयो नि त होइन अब आर्टिस्टहरू पनि भाइ बहिनी भए पनि ठुलो दाइहरू भए पनि चिनिरहेको हुन्छ एउटै टोलमा होइन ट्यालेन्टेड नट्यालेन्टेड जज गर्ने भन्दा पनि एउटा प्लेटफर्म पनि एउटा हो कि तर यसको लागि चाहिँ टाइम पनि फेरि म्यानेज गर्नुपर्छ सबसे तपाईँलाई गाह्रो हुनु भनेको फेरि टाइमले हो होइन अनि मैले समललाई भने टाइम चाहिँ ठ्याक्कै है फेरि किनभने हाम्रो नेपाली मान्छे 10 बजी भएपछि 12 बजी आइन्छ अनि फेरि तिमीलाई कुनै ब्यान्डलाई अब हामीले पनि भोग्या चिज हो होइन सामानको प्राइस यहीँबाट आएको रहेछ त्यसको होइन मिल्दैन जस्तै मैले उसलाई सिधै भने किनभने अब हामी पनि त्यो त्यस्तो सांस्कृतिक प्रोग्राममा धेरै बजाइसक्यो कि ल तिमीहरूलाई 5 गीत है भन्छ होइन त्यहाँ जाँदाखेरि मान्छे मन हुन्छ झर्नै नमान्ने कि होइन अब 2टा गीत गाउने मान्छेले 4 गीत गाइन्छ पछिकोलाई गाह्रो हुन्छ कि हामीले धेरै चिज भोगेछ कि यस्तो नागवालमा प्रोग्राम गर्दा त दाइ लास्टमा त बत्ती नै हान्दियो नि है अब किनभने हाम्रो 8 बजे पालो दिइरहेको थियो होइन सबजना ओ तिमीहरूको 8 बजे होइन ल ए फोन आउँछ ओ खोइ 8 बजे हो पख्न आउँछ ओ 8:30 भयो पख्न हुँदा 9:30 बजे चढ्यो क्या दाइ 9 बजेको प्रोग्राममा अनि 2टा गीत हानिरहेको थिएँ बिचमा बत्ती गइदियो क्या त्यही भएर मैले समनलाई चाहिँ यो कुरा चाहिँ एकदम स्ट्रिक है जो ब्यान्ड भयो जो आर्टिस्ट भयो टाइमको ऊ भएन भने चाहिँ बरु काटिदियो सिधै होइन किनभने आर्टिस्ट पनि एउटा टाइमको कदर हुनु पङ्क्चुअल हुनुपर्छ नि त जस्तै मलाई ल सुजन तिमीले यति बजे भनेपछि म यति बजे 5-10 मिनट भनेको हुन्छ जहाँ पनि अब आर्टिस्टलाई फोन गरेर आइज भन्नु त्यो काम होइन नि त उसको पनि रेस्पोन्सिबिलिटी के छ उसलाई यो टाइम दिएपछि यति टाइमसम्म उसले गर्नुपर्छ प्रोफेसनल हुनु पऱ्यो नि त अब पछाडिको मान्छे कुरिरहेको हुन्छ अनि फेरि अब हाम्रो त फेरि 10 बजेसम्म प्रोग्राम भने जस्तो अप्ठ्यारो पर्ला 10 बजेभन्दा उता होइन फेरि प्रशासन होला सबैलाई डिस्टर्ब सबै कुरा हेर्नुपर्छ 10 बजे पनि हामीले त म्याक्स लाने हो म्याक्स भन्दा त्यही भएर मैले समललाई यो कुरा चाहिँ धेरै ध्यान दिएँ है अस्ति पनि हाम्रो कुमारी पार्टी फेस्ट त्यस्तै भयो सबै चिज गऱ्यो अर्गनाइज भयो कि टाइमै छैन अब अगाडिकोले सबै टाइम खाइदिन्छ अब पछाडिको आर्टिस्टले बजाउनु कि नबजाउनु अब बजाए पनि प्रेसरमा कि ओ भयो सका त्यो मजा आउँदैन नि एउटा 3टा मात्र गीत किन नहोस् 3टा गीत चाहिँ सब मजाले सकाउनुपर्छ कि 2टा गीत हान्दा चाहिँ सका ओ टाइम छैन सका भने त कस्तो होइन मजा आउँदैन आर्टिस्टलाई नि मजा आएन डिसरेस्पेक्ट जस्तो नि फिल हुन्छ त्यही भएर समनलाई टाइम चाहिँ एकदम म्यानेज गरे 1 बजे नै सुरु गर्ने जो टाइमबाट ऊ हुँदैन आउट गरिदियो सिधै ल अब यो ठ्याक्कै कुन ठाउँमा हुँदैछ मान्छेले बुझ्दाखेरि कता हुँदैछ कुन समयमा हजुर पनि थोरै भनिदिनु अनि हामी एन्ड गरौँ अब समयको विषयमा त अघि निश्चलले पनि भनिहाल्यो होइन यो ठाउँ चाहिँ इकाछे भन्ने एउटा टोल छ त्यो लामो छ
त्यो लामो सबै एकाछि एरिया परि हुन्छ हामीसँग 4-5 वटा बिहारहरू अरू ठुल्ठुलो स्पेसहरू जुन छ त्यो सबै स्पेसमा हुन्छ त्यो स्पेसहरूमा स्पेसल रूपमा नेवारी कल्चर झल्काउने झाँकीहरू र खानेकुराहरूलाई हामीले प्रार्थना गर्छौँ अलिअलि फुडहरू त हुने भइगयो यो ठाउँ अब चिनाउँदाखेरि हामीले इकाछे मात्रै भनेर नपुग्ने अहिलेको कन्डिसनमा यो इभेन्ट पछि इकाछे भन्ने कुरा यहाँ हो भन्ने कुरा होला यो शङ्खमूलबाट अलिकति माथि टाउन प्लानिङबाट अलिकति माथि जुन कुमेश्वर जाने बाटो भनेर शङ्खमूलबाट पार्नका आउने बाटोमा अनि युएन पार्कबाट बङ्गलामुखी जाने बाटोको बिचमा चिल्ड्रेन पार्क त्यहाँ युएन पार्कबाट चिल्ड्रेन पार्क आउने बाटोमा अनि पाटनढोकाबाट अशोकल हुँदै बङ्गलामुखी आउने बाटोमा मङ्गलबजार आउँदाखेरि गोल्डन टेम्पल हुँदै नागबल भन्ने ठाउँबाट तल झर्ने बित्तिकै हाम्रो इलाका सुरु हुन्छ त्यो ठाउँ हामीले गर्न लागेका छौँ त्यही भएर यो पोस्टकार्डबाट पनि हामी सबैलाई आह्वान गर्न चाहन्छौँ तपाईँहरूको साथ सहयोगले सबैले गर्दाखेरि यो सफल हुँदैछ भइरहेको छ त्यसमा हामी तपाईँहरूलाई कृतज्ञताका साथ धेरै धेरै धन्यवाद दिन चाहन्छु तपाईँहरूलाई सम्मान गर्ने हाम्रो प्लान पनि छ विचार पनि छ आर्यनलाई पनि धेरै धेरै धन्यवाद यहाँ हाम्रो होइन अलिकति हाम्रो थ्याङ्क यू आज दिएकोमा प्लेटफर्म दिएकोमा धेरै धेरै धन्यवाद तर यो पोडकास्टले पनि धेरै हेल्प हुन्छ नि अहिले त सबैले हामीले हेर्ने पनि त्यही त हो नि अघि भने जस्तै टिभी हेर्ने जमाना अहिले हाम्रो के अरे हाम्रो टिएचएललाई पनि धेरै धेरै धन्यवाद अब हामीले यो टिएचएलको पनि लोगो चाहियो हामीलाई अब त्यो अब ठ्याक्क तपाईँहरू यहाँ निस्किनु त्यो ट्याक्कै आइपुग्छ कि तल पुग्नुभन्दा अगाडि हो हामीले होइन हामीले यसलाई के पनि पहल गरिरहेको छौँ भन्दाखेरि हामीले चाहिँ खिचेको 1-2 हप्तामा हाल्थेँ तर यसलाई सकेसम्म आज अथवा भोलि पर्सि 2-3 दिनको अन्तरालभित्र सकेसम्म आजै अथवा भोलि पर्सि कहिले हुन्छ यसलाई चाहिँ सकेसम्म चाँडो निकाल्ने कोसिस गर्छ हामीले अब काम सुरु पनि भइसक्यो हाम्रो यो निकाल्नलाई हामीले त्यो लोगो मागिहालेको कारण हामीले सहयोग गर्ने हातहरू कसैलाई पनि नछोड्ने किनकि यसपालि हामीले चाहिँ अलिकति त्यसलाई चाहिँ एकदम ध्यान दिने किनकि सानो कुरामा चाहिँ सानो कुराले ठुलो बनाउन सकिन्छ क्या हामीले सबै चिजलाई अँगाल्ने भनेर मैले अघि भने त्यो जति पनि हेल्प गरेका साथीहरू छ नि भाइहरू सबैको फोटो राख्ने अनि सबैको लोगो पनि राख्ने एउटा हामी भन्ने भयो होइन सहयोग भनेको धेरै ठुलो कुरा हो कि होइन यति उति भन्ने होइन सहयोग दिनु नै ठुलो कुरा हो कि यो भन्दा त अझ भनौँ न होइन इभेन्टमा होइन 1000 रुपियाँ आउनु भने पनि ठुलो कुरा एउटा इन्ट्रेस्टिङ कुरा अस्ति एकचोटि हामीले चाहिँ एउटा हामीलाई त अब त्यहाँ फुड चाहियो नि त मासु चाहियो भनेर एउटा पसलमा कुरा गर्नु गएको दाइ सहयोग यसो डिस्काउन्ट मिलाएर दिनु भनेको मैले मासुको डिस्काउन्ट मागेको बुढोले पैसा निकालिदियो कि ल ए उल्टो भनेको मान्छेहरूलाई कस्तो छ आफ्नो संस्कृतिप्रतिको अट्याचमेन्ट हुन्छ सबैलाई गर्न मलाई रहेको थियो कसैले एउटा इनिसिएट गरिदियो भन्ने भइरहेको थियो ठ्याक्क भयो अब त्यही रहेछ कि अरे मेन कुरा चाहिँ के रहेछ नि गर्ने सबैले भन्छ गरेन पनि सबैले भन्छ तर एउटा पाइला चालु कसले भने एक पाइला स्टेप चाहिँ कसले अगाडि बढाउनु त भन्ने मात्रै कुरा रहेछ कि तर एक्चुअली हामीले पाइला चलाएपछि पाइला चाहिँ मिल्दो रहेछ त्यो हुँदो रहेछ त्यस्तो कुराहरू सो राइट यो चाहिँ अब यो हाम्रो थर्सडे फ्राइडे स्याटरडे हुँदैछ इकाछेमा सबैजना गइदिनु होला सो आज हामी यति भन्दै ऱ्यापअप गरौँ होला है धेरै धेरै धन्यवाद थ्याङ्क यू सबैजना आइदिनु होला इकाछे फेस्टिभलमा सो राइट टिएचएल म्युजिक प्रेजेन्ट्स मेलोडिक मुभमेन्ट आर्यन आजको हाम्रो अतिथिहरू हुनुहुन्छ इकाछे टोल समिति एनएस ब्यान्ड अनि कृत्यकला सबैलाई आइदिनु भएकोमा धेरै धेरै धन्यवाद अनि पर्सि सबैजनालाई त्यही भेटौँला थ्याङ्क यू धन्यवाद